यताको डेरिभेसन त थाहा हुन्छ, उता कलेजमा गएर पढ्छौ होइन, अनि त्यो भइसकेपछि तिमीहरूलाई हेल्पफुल हुन्छ क्या। अहिले चाहिँ यसरी पढौँ होइन, म त्यहीँ गरौँ, तिम्रो टेन्सन नगर क्या त्यसको बारेमा ल। अब हेर है भाइ बहिनी, यो हामीले मिटर ब्रिज सक्यौँ होइन, मिटर ब्रिज सक्यौँ। अब मिटर ब्रिज पछि हामी के सुरु गरौँ भन्दाखेरि कन्भर्जनवाला सुरु गरौँ क्या है। त्यसलाई फेरि अर्ग्यानिक पढ्ने होला नि, मलाई अर्ग्यानिक पढ्ने होइन म यहाँ है। सिम्पल हामी के तिमीहरूलाई दुईवटा नि थाहा तिमीहरूलाई होइन, ल टपिक सर लेख्दैछौ होइन, चाहिने कुराहरू म तिमीलाई भन्दै गइरहेको हुन्छु, त्यो सर गरिदियौँ है त ल। लेखा त ल, ब्राइटनेस बढी भयो नि त ल, लेखा है त। फर्स्टमा हामी के गर्छौँ भन्दाखेरि कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर के, बुझ्यौ। पहिला सुरु के पढ्ने भन्दाखेरि कन्भर्जन अफ लेख्दैछु होला, सिम्पल है, बुझ्दै पनि जानु पर्यो ल। अहिले बुझ के है, कन्भर्जन अफ ग्याल्भानोमिटर है, ग्याल्भानोमिटर होइन, कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर है, इन्टु एमिटर। नोट छ भने नोट अर्डर राखे पनि भयो होइन, अनि त्यहाँनिर मैले कुनै नयाँ पोइन्ट भने त्यो एड गर्दै पनि भयो क्या, बुझ्यौ। यो कुरा भएर है अब यहाँ तिमीहरूले बुझ्नुपर्छ क्या, तिमीहरूको होइन इलेक्ट्रिकल डिभाइस भनेको तीनवटा आउने भयो नि त। एउटा भनेको ग्याल्भानोमिटर भन्ने हुन्छ, अर्को भनेको एमिटर भन्ने हुन्छ, अर्को भनेको के हुन्छ भन्दाखेरि भोल्टमिटर भन्ने कुरा हुन्छ होइन र। अब ग्याल्भानोमिटर र भोल्टमिटरको एमिटरको काम भनेको चाहिँ के हुन्छ भन्दाखेरि त्यो सर्किटमा करेन्ट छ कि छैन त भनेर डिटेक्ट गर्ने काम हुन्छ कि, बुझ्यौ। डिटेक्ट गरेर के गर्ने काम हुन्छ भन्नु, डिटेक्ट गरेर मेजर गर्ने काम हुन्छ, यो तिमीलाई थाहा छ यो कुरा है। ग्याल्भानोमिटर चाहिँ के गर्छ भन्दाखेरि स्मल करेन्ट मेजर गर्छ क्या, स्मल क्या एकदम त्यो माइक्रो मिली एमिटर होइन, यस्तो उसको करेन्टहरू मेजर गर्छ। अब तिमीलाई होइन करेन्टको रेन्ज बढाउनु पर्यो क्या, जस्तै 1 एम्पियर 2 एम्पियर होइन, यस्तो मेजर गर्नु पर्यो भने तिमीले के युज गर्छौ, एमिटर युज गर्छौ क्या, बुझ्यौ। यो कुरा भयो होइन। दुइटैले काम के गर्दो रहेछ भन्दाखेरि करेन्ट सर्किटमा छ कि छैन डिटेक्ट गर्दो रहेछ, अनि त्यसपछि के गर्दो रहेछ भन्दाखेरि करेन्टलाई मेजर गर्दो रहेछ। ग्याल्भानोमिटरले चाहिँ के गर्दो रहेछ भन्दाखेरि स्मल करेन्टलाई मेजर गर्दो रहेछ, जस्तै त्यो करेन्ट भनेको मिली एम्पियरको रेन्जमा हुनु पर्यो क्या, मिली एम्पियर भनेको सानो करेन्ट भयो है, अनि एम्पियरको रेन्ज भनेको के करेन्ट भयो भन, एमिटरले मेजर गर्ने करेन्ट भयो क्या, यो एउटा कुरा भयो। अनि अर्को भने भोल्टमिटर हुन्छ, भोल्टमिटरले भोल्टेज नाप्ने काम गर्छ, तिमीलाई थाहा छ यो कुरा है, भोल्टेज भएन भने करेन्टै फ्लो हुँदैन, यो कुरा भयो क्या। अब हेर है तिमीहरूले यसमा दुई तीनवटा कुरा बुझ्नुपर्छ कि हामीले त कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर पढ्न लाग्यो नि त। अब एमिटर भनेको कुरा थाहा भयो होइन, यो भनेको एउटा इलेक्ट्रिकल इन्स्ट्रुमेन्ट हो होइन, जसले के गर्छ भन करेन्टलाई मेजर गर्ने काम गर्छ, सिम्पल यो कुरा बुझ्नु पर्यो क्या। तिमीहरूले एउटा कुरा चाहिँ यहाँ के बुझ्नुपर्छ भन्दाखेरि भाइ बहिनी होइन, तिम्रो यो एमिटर भन्ने जन्तु हो नि, एमिटर भन्ने जन्तुलाई जहिले पनि के गर्नुपर्छ भन्दाखेरि सिरिजमा कनेक्ट गर्नुपर्छ क्या, बुझ्यौ। एमिटर भन्ने जन्तुलाई होइन, एमिटर सुड बी कस्तो उ भएर हात मेरो आज, एमिटर सुड बी अलवेज कनेक्टेड इन कहाँ भन, अलवेज कनेक्टेड इन है, कनेक्टेड इन कहाँ भन सिरिज क्या। जस्तै मैले सिम्पल के भने भन्दाखेरि तिम्रो हेर है, म्युट गर डेभिड भाइ, काम सुरु गरिहाल तिम्रो। हेर न तिम्रो के हुँदो रहेछ भन्दाखेरि तिम्रो होइन एउटा कुनै यहाँ नभए किन एउटा ब्याट्री छ अरे होइन, यहाँ के छ अरे भन्दाखेरि रेजिस्टेन्स छ अरे है। अब तिमीलाई करेन्ट नाप्नु पर्यो यो वायरमा, तिमीले के गर्छौ भन्दाखेरि एमिटरलाई जहिले पनि सिरिजमा राख्छौ क्या। सिरिजमा किन राख्छौ भन्दाखेरि सिरिजमा के सेम हुन्छ भन, करेन्ट सेम हुन्छ, यो कुरा थाहा पाउनु पर्यो है। सिरिजमा करेन्ट सेम हुने भयो भोल्टेज के हुन्छ डिभाइड हुन्छ होइन, अनि प्यारलल छ भने के हुन्छ, प्यारलल छ भने भोल्टेज सेम हुन्छ, करेन्ट के हुन्छ डिभाइड हुन्छ क्या। सिम्पल यसको रिजन भने के हो भन्दाखेरि तिम्रो सिरिजमा करेन्ट के हुन्छ सेम हुन्छ, त्यही भएर हामीले एमिटरलाई कहाँ राख्छौँ भन्दाखेरि सिरिजमा राख्छौँ। सिरिज कनेक्टेड सुड बी अलवेज कनेक्टेड इन सिरिज होइन, इन सिरिज यहाँ माथि इन लेख ल, इन सिरिज विथ एप्लायन्सेस क्या, विथ लोड लेखे पनि भयो, विथ लोड भयो क्या। ल यो कुरा भयो, यो कुरा तिमीले बुझेको छ। अब भाइ बहिनी हो होइन, हामी यहाँ के गर्छौँ भन्दाखेरि होइन, यहाँ के गर्छौँ भन्दाखेरि तिमीहरूले यहाँ एउटा फिगर बनाउँछौ हेर है, सिम्पल एउटा के बनाउँछौ भन्दाखेरि फिगर बनाउँछौ क्या, यो एउटा कुरा भयो है। अब हामीले गर्न लागेको के हो भन्दाखेरि तिमीसँग ग्याल्भानोमिटर छ अरे है, तिमीसँग ग्याल्भानोमिटर छ अरे, यो ग्याल्भानोमिटरलाई नै एमिटरको जस्तो गरी काम गराउने कसरी हो भनेर यो कन्भर्जन पढ्न लाग्यो कि। पहिला सुरु यो बुझ्नु पर्यो, ग्याल्भानोमिटरलाई नै युज गरेर हामीले एमिटर बनाउने कन्भर्जन गर्न लाग्यो कि। ग्याल्भानोमिटरलाई युज गरेर हामीले होइन, ग्याल्भानोमिटरलाई नै हामीले युज गरेर एमिटर जस्तो बनाउन लागेको हो कि। यसको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि होइन, पहिला सुरुमा ग्याल्भानोमिटर बनाउँछ हेर, तिम्रो के हुन्छ भन्दाखेरि यहाँनिर यस्तो जी भनेको ग्याल्भानोमिटरको सिम्बल हुन्छ है, जी भनेको के को सिम्बल हुन्छ, ग्याल्भानोमिटरको सिम्बल हुन्छ। अनि यो जी भनेको रेजिस्टेन्स अफ ग्याल्भानोमिटर पनि हो है, जी भनेको के हो रेजिस्टेन्स अफ ग्याल्भानोमिटर पनि हो के। अब यहाँ हामी सिम्पल होइन, तिम्रो कन्भर्जन गर्ने बेलामा यहाँ तिमीलाई एउटा सन्ट भन्ने कुरा आउँछ क्या, के भन्ने कुरा आउँछ, सन्ट भन्ने कुरा आउँछ क्या, एउटा सन्ट भन्ने कुरा आउँछ है।
तिम्रो सन्ट भन्ने कुरा कस्तो भन्दाखेरि यो म भन्छु हैन तिम्रो ग्याल्भनोमिटर छ है अब हेर है यो ग्याल्भनोमिटर छ तिमीसँग अब यो ग्याल्भनोमिटरलाई तिमीले के गर्न खोजेको छौ भन्दाखेरि यसलाई एमिटर जस्तो बनाउन खोजेको छौ के यसमा तिमी जहिले पनि के युज गर्छौ भन्दाखेरि सन्ट भन्ने डिभाइसलाई कहाँ जोड्छौ प्यारललमा जोड्छौ के सन्ट भन्ने डिभाइसलाई प्यारलल विथ के भन ग्याल्भनोमिटर के जस्तै तिम्रो के भयो भन्दाखेरि म यहाँनिर एउटा हैन भाइ बहिनी हो यस्तो बनाइदिन्छु के एउटा रेजिस्टेन्स बनाउँछु के सन्ट भनेको नि रेजिस्टेन्स हो है एउटा म रेजिस्टेन्स बनाउँछु है एउटा म के बनाउँछु भने रेजिस्टेन्स बनाउँछु यो सर्किटलाई कम्प्लिट गरिदिन्छु तिमीले यो सर्किट देखेको छ हैन आत्तिनु पर्दैन अब यहाँ के छ अरे भन्दाखेरि यहाँ हेर है अब यो सर्किट एउटा सर्किट भयो के यो सर्किट एउटा मैले बनाए हेर त ल यो एउटा सर्किट मैले ट्याक्राक्क सर्किट बनाए के यो सर्किटलाई मैले यसरी बनाएर है त तिम्रो के छ भन्दा सर्किट भयो हैन यो सर्किट भयो एउटा अब तिम्रो यहाँबाट के छ अरे भन्दाखेरि आई भन्ने करन्ट के भइरहेछ फ्लो भइरहेछ क्या आई भन्ने करन्ट फ्लो भएको छ अनि यहाँ बुझ के यो भनेको हाम्रो के हो भन्दाखेरि सन्ट भन्छ यसलाई यो भनेको के हो भन सन्ट भन्छ यसलाई म एस भन्छु ल यो मेरो यो के हो भन्दाखेरि यो मेरो के हो भन सन्ट हो के यो भनेको के हो भने सन्ट भयो हैन जसको रेजिस्टेन्सलाई म आरएस भनिदिन्छु ल ठीक छ एस भने पनि भयो केही फरक परेन त आरएस भन्दिनँ हैन रेजिस्टेन्स अफ सन्ट भने जस्तो हुन्छ नि त यसलाई म के भन्छु भन्दाखेरि सन्ट भनेको यो एस यो भनेको रेजिस्टेन्स भनेको सन्ट भयो यसको रेजिस्टेन्स भनेको के रहेछ आरएस रहेछ के बुझ्यौ यहाँ तिमीले बुझ्नु पर्यो के कुरा बुझ्नु पर्यो भन्दाखेरि यसलाई म पछि डिफाइन गर्छु तल हैन यसलाई के कुरा बुझ्नु पर्यो भन्दाखेरि यो आई भनेको चाहिँ हैन एउटा सर्किटमा फ्लो भएको करेन्ट फ्लोइङ करेन्ट लेखेर ल आई भनेको के रहेछ हेर है फ्लोइङ करेन्ट रहेछ के आई भनेको फ्लोइङ करेन्ट रहेछ है त्यस्तै गरी अब यो यताबाट करेन्ट आई गयो नि त हैन अब कसरी गर्दा नि यहाँ ब्याट्री जोडेको सम्झ के यसरी यहाँ ब्याट्री जोडेको सम्झ न केही गाह्रो छैन है तिम्रो के छ भन्दाखेरि यहाँबाट करेन्ट के गयो आई गयो है आई गयो अब यहाँ के हुन्छ भन्दाखेरि करेन्टको दुईटा बाटो आयो नि त एउटा ग्याल्भनोमिटर तर्फ एउटा भनेको रेजिस्टेन्स तर्फ है यसको बारेमा तिमीलाई भन्छु पछि अब यताबाट जाने करेन्ट जहिले पनि के हुन्छ भन्दाखेरि ग्याल्भनोमिटरबाट जाने करेन्ट भनेको जहिले पनि आइजी हुन्छ क्या यसलाई हामी के भन्छौँ भन्दाखेरि आइजी भन्छौँ क्या यो आइजी भनेको के हो भन्दाखेरि म्याक्सिमम करेन्ट थ्रु ग्याल्भनोमिटर क्या म्याक्सिमम करेन्ट थ्रु के भन म्याक्सिमम करेन्ट थ्रु हैन म्याक्सिमम करेन्ट थ्रु के भन जी लेखौँ ल यसलाई हामी ग्याल्भनोमिटर भनौँ है अथवा अनि यो एउटा कुरा भयो क्या अब हेर न यो पोइन्टमा बसेर हेर्दाखेरि त भाइ बहिनी हो एउटा करेन्ट आई यता आइरहेछ आइजी उता गइरहेछ क्या भनिसकेपछि यो आरएस पट्टि करेन्ट कति गएको होला मलाई भन्न त सक्छौ भन्न ल अब यसमा डाइरेक्ट भन्न सक्नु पर्यो क्या यो आरएस पट्टि करेन्ट कति गएको होला भन्न त ल बोल आई माइनस आइजी गएको छ है यो कुरा त सकिन्छ है यो भनेको आई माइनस आइजी गयो क्या बुझ्यौ यहाँ हामीले केसीएल लगाएको हेर है तिम्रो करेन्ट आई1 आइरहेको थियो अनि आइजी बाहिर गयो भनेपछि यतापट्टि कति गयो होला आई माइनस आइजी गयो होला सिम्पल हेर नि तिमी यहाँ बसेर हेर के इन्कमिङ करेन्ट के छ हेर है आई भन्ने करेन्ट इन्कमिङ छ आउटगोइङ भनेको के छ यो एउटा आइजी गइरहेछ यसलाई एक्स मान ल एक्स मान है एक्स मान अब एक्सको भ्यालु के हुन्छ र आई माइनस आइजी भयो सिम्पल यो कुरा भयो ल अब यो आई माइनस आइजी भन्ने चाहिँ तिम्रो लागि के रहेछ अरे भन्दाखेरि हैन यो भनेको चाहिँ करेन्ट थ्रु द सन्ट क्या यो भनेको के हो भन यो भनेको तिम्रो लागि के रहेछ भन्दाखेरि करेन्ट थ्रु सन्ट क्या करेन्ट थ्रु के भन करेन्ट थ्रु है करेन्ट थ्रु सन्ट भयो ल करेन्ट थ्रु सन्ट भयो क्या यो एउटा भयो अनि यहाँ जी भनेको नि छ हाम्रो लागि हेर यहाँ जी भनेको के हो भन्दाखेरि रेजिस्टेन्स अफ के हो भन यो जी भनेको रेजिस्टेन्स अफ के हो भन ग्याल्भनोमिटर भयो क्या ग्याल्भनोमिटर भयो यो भने यो भयो अनि यस्तै गरी आरएस भने के भयो भन्दाखेरि रेजिस्टेन्स अफ के भयो रेजिस्टेन्स अफ के भयो भन रेजिस्टेन्स अफ के भयो सन्ट भयो क्या यति कुरा तिमीहरूले बेसिक कुरा बुझ्यो होला यो गिभन भन्ने कुरा क्या तिमीहरूले अब लेख्दाखेरि सिम्पल यसरी लेख्नु पर्यो क्या यो भनेको यो कुरा हो भनेर लेख्नु पर्यो क्या यो एउटा कुरा भयो अब यो कुरा भइसकेपछि हैन तिमीले यसरी एउटा सर्किट बनाएर क्या यसरी एउटा सर्किट बनायो यो तिम्रो सर्किट भनेको के हुन्छ भन्दाखेरि यो पुरै सर्किट छ नि अब यो सर्किट भने एमिटर हुन्छ क्या यो सर्किटले के जस्तो बिहेभ गर्छ अरे भन्दाखेरि एमिटरको जस्तो बिहेभ गर्छ अरे यो सर्किटले बुझ्यौ अब यो सर्किट के भयो हाम्रो लागि एमिटर वाला सर्किट भयो क्या सिम्पल छ है केही गाह्रो छैन है तिमीहरूले मेन बुझ्नुपर्ने कुरा भनेको चाहिँ के हो भन्दाखेरि अहिलेको लेभलमा हैन बुझ्नुपर्ने कुरा भनेको चाहिँ के हो भन्दाखेरि तिम्रो यो ग्याल्भनोमिटरलाई चाहिँ कसरी कन्भर्ट गर्न सकिन्छ के हेर है म तिमी अब अलिकति फास्ट भन्छु अब यो भने के भयो हेर त ल यो सर्किट भने तिमीलाई के भयो यो भनेको अब के भयो एमिटर भयो क्या यो भनेको के भयो भन यो भनेको एमिटर भयो के ल यो कुरा भयो है अब हेर न यहाँनिर हैन म तिमीलाई सन्टको बारेमा भनिदिन्छु कि यो सन्ट भनेको वाट इज डिफाइन सन्ट भनेर धेरै सोधेको छ ल यो इम्पोर्टेन्ट डेफिनेसन है यो भने के हो भन्दाखेरि यो इम्पोर्टेन्ट डेफिनेसन है इम्पोर्टेन्ट पर्छ है यसको यो इम्पोर्टेन्ट हो नि ल अब यो भने कस्तो हुन्छ नि पहिला सुरु बुझ है यो सन्ट भने कस्तो भन्दाखेरि यो भनेको चाहिँ यो लेखेर ल द लो क्या एकदम कम हैन द लो रेजिस्टेन्स रेजिस्टर द लो रेजिस्टेन्स रेजिस्टर है द लो रेजिस्टेन्स रेजिस्टर कनेक्टेड इन हेर त ल कनेक्टेड इन क्या कनेक्टेड इन है कनेक्टेड इन प्यारलल विथ के भन
with the coil of galvanometer क्या with the coil of galvanometer coil of के भन galvanometer है galvanometer to convert हेर त ल to convert हैन to convert galvanometer into के भन into के हो into ammeter के into ammeter is called के भन is called shunt भयो के है is called shunt यो मैले सरर लेखाइदिए है तिमीलाई चाहिने कुरा लेखाइदिए मैले के अब तिमीहरुको दिमागमा के चाहिँ छिर्नु पर्यो भन्दाखेरि हैन एउटा कुरा छिर्नु पर्यो के यो सन्ट भन्ने कुरा दिमागमा आउनु पर्ने रहेछ सन्ट भने के रहेछ भन्दाखेरि यो एउटा यस्तो डिभाइस हो हामीले के गर्छौं भन्दाखेरि ग्याल्भानोमिटरको प्यारलमा जोड्छौं हैन जसले के गर्छ भन्दाखेरि हाम्रो ग्याल्भानोमिटरलाई के गर्छ एमिटरमा के गरिदिन्छ कन्भर्ट गरिदिन्छ के सिम्पल छ हेर यो भनेकै सन्ट भयो के हामीलाई बुझ्यौ हेर त ल द लो हैन अब यो लो चाहिँ किन भन्छ द लो रेजिस्टेन्स किन भनेको भन्दाखेरि यो त एउटा रेजिस्टर हो नि त रेजिस्टरको प्रोपर्टी भने के हो रेजिस्टेन्स हो नि त हैन द लो रेजिस्टेन्स रेजिस्टर भने के हो लाइक भाइ एक आन्सर यसले दिनु भन्यो त के खान्दिन कि म त्यही खोजिरहेको के खान्दै यस्तो गरे के खान्दै हाल है त्यो मिटिङमा जोइन हुनै नमिले मिलो है बुझ्यौ खै भाइ दाइ छैन यसो नाम पत्ता लगाउन म सबै ग्रुप बनाउनु भन्छु के यसलाई हेलो छ हेलो योवाला भएला छोड्दियो केही छैन यहाँ अहिले डिटेल्स हुन्छ मसँग ल हेर है तिमीले बुझ्यौ नि सन्ट भने के रहेछ भन्दाखेरि द लो रेजिस्टेन्स रेजिस्टर कनेक्टेड इन प्यारलल विथ के हो भन ग्याल्भानोमिटर हैन कोइल अफ ग्याल्भानोमिटर भने एउटा कुरा भयो ल टु कन्भर्ट ग्याल्भानोमिटर इन्टु एमिटर के यो भनेको रहेछ सन्ट रहेछ यो चाहिँ यादै गर्नु पर्यो ल तिमीले हेर त ल ग्याल्भानोमिटरको प्यारललमा जोड्यो नि त सन्ट यो रेजिस्टरलाई हेर ति अनि यो केमा कन्भर्ट भयो भन ग्याल्भानोमिटर इन्टु के भयो एमिटर भयो के बुझ्यौ सिम्पल यो कुरा भयो यो कुरा बुझेको छ होला है अब म डेरिभेसन गर्छु ल यो कुरा बुझ्या भन ल बोल यो कुरा बुझेको छ है अब हेर न तिम्रो भाइ बहिनी हो हैन यो हाम्रो यसलाई लो रेजिस्टेन्स सुन है यसलाई लो रेजिस्टेन्स किन भनेको हुन्छ भन्दाखेरि हामीले म्याक्सिमम करेन्ट चाहिँ हैन यहाँबाट पास गराउन खोजेको हुन्छ के त्यही भएर हामीले यसलाई लो रेजिस्टेन्स बनाएको हो यसलाई हामीले एकदम कम रेजिस्टेन्स बनाउँछौँ के हामी यसलाई अनि हैन म्याक्सिमम करेन्ट हामी कहाँबाट पास गराउँछौँ यहाँबाट पास गराउँछौँ के बुझ्यौ सिम्पल यो कुरा भयो है अनि कसरी थाहा पाउने भन्दाखेरि यसरी थाहा पाउने हो के अब डिभाइस त ग्याल्भानोमिटरै हुन्छ हैन यसलाई चाहिँ हामीले एमिटर कसरी बनाउँछौँ भन्दाखेरि यति हैन एउटा भ्यालु हुन्छ के आइजी को एउटा भ्यालु हुन्छ के आइजी को एउटा भ्यालुको लागि यताबाट कति यो सन्टबाट कति पास भयो त के हैन कति पास भयो त के त्यो आधारमा हामीले रिडिङ हेरे हुन्छौँ के ग्याल्भानोमिटरमा अनि त्यसकै लागि के हुन्छ भन्दाखेरि चेन्ज हुन्छ के त्यसकै लागि हैन त्यसको आधारमा तिमीले के निकाल्छौ भ्यालु निकाल्छौ के त्यो कुरा बुझ्नु पर्दैन तिमीले हैन सिम्पल चाहिने कुरा मात्र भयो के एउटा सन्ट भन्ने कुरा के भयो त्यो एउटा कुरा भयो है अब हेर है सन्ट भन्ने कुरा बुझ्यो तिमीहरुले अब हेर न यहाँ के छ भन्दाखेरि यो ग्याल्भानोमिटर र सन्ट भने केमा छ प्यारललमा नि त हेर त ल यहाँ सिन्स हेर त ल सिन्स हेर है सिन्स के भन्दाखेरि सिन्स ग्याल्भानोमिटर हेर त ल सिन्स ग्याल्भानोमिटर है सिन्स ग्याल्भानोमिटर एन्ड के भन ग्याल्भानोमिटर एन्ड सन्ट के सन्ट आर इन कुन कम्बिनेसन भन आर इन प्यारलल कम्बिनेसन हो नि त प्यारलल कम्बिनेसन हो नि त हैन अब यो के छ भन्दाखेरि यो त केमा छ प्यारलल कम्बिनेसन छ भनिसकेपछि तिम्रो प्यारललमा के हुन्छ यस्तो के यहाँ हेर न यो र यो त प्यारलल हैन र यो र यो त प्यारललमा छ नि त हो कि नै बोल त ल यो र यो प्यारललमा छ कि नै हेर न यहाँबाट छुटेको छ नि त यो एउटा यता गइरहेछ अर्को पात एउटा यता गइरहेछ के यो त प्यारललमा भयो नि त बाबु ग्याल्भानोमिटर र सन्ट केमा भयो प्यारललमा भयो नि त त्यही भएर हेर यो र यो त सन्ट र ग्याल्भानोमिटर के भयो प्यारललमा भयो अब प्यारलल सिरिजमा प्यारलल कम्बिनेसनमा के हुन्छ भन्दाखेरि तिम्रो पोटेन्शियल डिफरेन्स के हुन्छ सेम हुन्छ नि त यो कुरा तिमीलाई थाहा छ यो कुरा है अब म यहाँ के लेख्छु भन्दाखेरि पोटेन्शियल डिफरेन्स एक्रस के हेर त ल अब के हुन्छ हेर त ल यो पीडी भनेर पोटेन्शियल डिफरेन्स ल पोटेन्शियल डिफरेन्स कुन चाहिँ हो यो खै त के गान्दिन दाइ दुई तीन जना छन् के दाइ नै हुन्छ डेभिड त्यो नाम लेखेर राख है अहिले पछि मलाई दियो हैन यहाँ रेकर्ड आउँछ के पछि कसैले जोइन गरेर रेकर्ड आउँछ हैन तिनीहरुलाई म सबै ग्रुपबाट रिमुभ भनिदिन्छु के है डेभिड बुझ्यौ नि बुझे मैले दाइ के कान गर्दा भागिहाल्छन् के त्यही भएर बुझ्यौ त्यो रेकर्ड आउँछ के कसले जोइन गर्यो कसले लिभर रेकर्ड आउँछ के अहिले पछि मलाई ल हेर ल पोटेन्शियल डिफरेन्स एक्रस के हेर है त पोटेन्शियल डिफरेन्स एक्रस है पोटेन्शियल डिफरेन्स एक्रस के भन एक्रस त ग्याल्भानोमिटर हेर है ग्याल्भानोमिटर इज इक्वल टु के हुन्छ पोटेन्शियल डिफरेन्स एक्रस के हुन्छ है पोटेन्शियल डिफरेन्स एक्रस के हुन्छ सन्ट हुने भयो क्या बुझ्यौ किनकि यो र यो त प्यारलल कम्बिनेसन है नि त त्यही भएर तिम्रो के भयो भन्दाखेरि पोटेन्शियल के हुने भयो पोटेन्शियल डिफरेन्स के हुने भयो सेम हुने भयो क्या है अब हेर न यो भइसकेपछि
पोटेन्सियल डिफरेन्स भनेको भी हो। भी भने के हुन्छ आइआर हुन्छ नि त हैन। आइआर हुन्छ भनिसकेपछि बुझ्नु पर्यो तिमीहरूले। अब ग्यालोमिटरपट्टि हेर्नु पर्यो के यसमा हामीले के गर्नु पर्यो भन्दाखेरि यो ग्यालोमिटरबाट करेन्ट कति गयो आइजी गयो रेजिस्टेन्स कति छ भन्दा जी छ के। त्यही भएर मैले यसको ठाउँमा के लेखिदिन्छु भन्दाखेरि यो कुरा लेख्छु हेर दी यसको ठाउँमा मैले के लेखिदिन्छु भन्दाखेरि आइजी इन्टु के लेखिदिन्छु जी लेखिदिन्छु क्या। ठिक छ यो हेर त ल तिम्रो ग्यालोमिटरबाट करेन्ट त आइजी गएको हो नि त अनि यो यसको रेजिस्टेन्स कति छ जी छ नि त यो भयो। यस्तै गरी सन्डको एक्रोसमा के हुन्छ हेर सन्डको एक्रोसमा के हुन्छ आई माइनस आइजी इन्टु के हुन्छ आई माइनस आइजी इन्टु आरएस हुन्छ होला हैन। आरएस हुन्छ अर्थात् यहाँबाट आरएस कति आएर है आरएस भने कति आएर है आइजी इन्टु जी बाई कति आयो त ल आइजी आयो। यति हो क्या तिमीलाई चाहिने कुरा बुझ्यौ यति हो क्या तिमीलाई चाहिने कुरा कि बुझ्यौ। अनि तिमीलाई याद गर्ने भने यो याद गर्ने हैन यो एउटा याद गर्ने हेर है हेर ल यतिकै आउँछ केही गाह्रो छैन हेर म यतिकै भन्छु है। तिमीले चाहिँ के याद गर्नुपर्ने चाहिँ भन्दाखेरि यो ग्याल्भनोमिटर र यो सन्ड भन्ने कुरा केमा हुँदो रहेछ प्यारललमा हुँदो रहेछ। अनि जब हाम्रो प्यारलल कम्बिनेसन छ नि त्यो बेलामा के हुन्छ पोटेन्सियल डिफरेन्स के हुन्छ भोल्टेज के हुन्छ सेम हुन्छ नि त। भोल्टेज र पोटेन्सियल डिफरेन्स सेम मान्न क्या तिमीहरू भोल्टेज के हुन्छ सेम हुन्छ भनेपछि भोल्टेज भनेको त आइआर हो नि त हैन र। बोल्ने खोजिरहेको यो मलाई दाइ यिनीहरु फ्रड स्क्यामर हुन् के दाइ बुझेँ मैले। यो लिङ्क सेयर गर्ने को रहेछ के हो त्यही हो दाइ लिङ्क कसले सेयर गरेर छ दाइ ठिक छ भर्खर कान्छ त्यही गर ल तिमीहरू लिप डेभिड बनाऊ त कान्छ तिमीहरू लिप नगर है यहाँ लिप नगर त्यो बनाऊ कान्छ के लस दाइ म त्यही गराउँछु नयाँ लिंक बनाउँदा हुँदैन सोधेको किनकि यहाँ गर्न मिल्छ डेभिड कान्छ गर त मैले भनेको मैले बुझे दाइ बुझे हजुरले भनेको मैले बुझे। तिमीहरू लिप नगर है जोइन गर्न मिल्दैन भने लिप नगर ल हेर है ट्रस्टेडमा राख्ने हैन ट्रस्टेडमा राख्ने हैन। अनि त्यहाँ आयो भने आयो त्यो जे पाते नाममा राख्ने नचिरौ ल हेर ल तिम्रो हेर है यसको पोटेन्सियल एक्रोस कि यसको पोटेन्सियल के हुँदो रहेछ सेम हुँदो रहेछ भनेपछि यो भने भी भने के भयो आइआर भयो नि त। अब आईको ठाउँ कति भयो यसको लागि हेर दी आइजी इन्टु आर भयो आइजी इन्टु के भयो जी भयो हैन। यताबाट करेन्ट कति आएर है आई माइनस आइजी आयो आई माइनस आइजी इन्टु के गर्ने आरएस गर्ने के। यति कुरा तिमीले बुझ्यौ यो कुरा बुझेपछि सकियो क्या यसको लागि ठिक छ भन ल यो कुरा बुझेपछि सकियो क्या यसको लागि है यति कुरा गर्ने ल कुरा भयो है ल। यो कुरा भइसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि हैन हेर है यो एउटा भयो ल। अनि तिमीले एउटा कुरा अझ बुझ एउटा नोट चाहिँ के लेखिराख भन्दाखेरि यो एउटा लेख त ल नोटमा के लेख भन्दाखेरि रेजिस्टेन्स अफ आइडियल एमिटर शुड बी 0 हुनुपर्छ क्या। यो किनभने म भनिदिन्छु ल रेजिस्टेन्स अफ हेर त ल रेजिस्टेन्स अफ आइडियल के भन्न आइडियल एमिटर शुड बी के हुनुपर्छ एमिटर शुड बी के हुनुपर्छ 0 हुनुपर्छ क्या। तिमीहरूले यही मात्रै याद गर्नु ल यो लाइन याद गरे यो याद नगर्ने पनि हुन्छ ल बुझ्यौ। तिमीहरूलाई थाहा भयो नि त एमिटर के हुँदो रहेछ भन्दाखेरि पोटेन्सियल मतलब ग्यालोमिटर र सन चाहिँ प्यारललमा हुँदो रहेछ। प्यारललमा भोल्टेज सेम हुन्छ भोल्टेज सेम भएपछि आई इन्टु आर के हुनु भयो सेम हुने भयो यही कुरा बुझ्ने हो है ल। यो एउटा कुरा भयो यो एमसीक्यूमा सोध्छ क्या भाइ बहिनी हो। यो चाहिँ के हो भन्दाखेरि तिम्रो हेर न तिम्रो हैन तिमीलाई त एमिटरले के गर्छ अरे भन्दाखेरि करेन्ट मेजर गर्ने भयो नि त करेन्ट के गर्ने भयो मेजर गर्ने भयो। अब यो एमिटरको पनि आफ्नै रेजिस्टेन्स त के हुन्छ नि त। अनि तिमीले करेन्ट कुन टाइममा मेजर गर्न सक्छौ भन्दाखेरि मतलब तिमीले कुन टाइममा एक्युरेट करेन्ट मेजर गर्न सक्छौ भन्दाखेरि त्यहाँबाट म्याक्सिमम करेन्ट फ्लो भएको केसँग मेजर गर्न सक्छौ क्या। मैले भन्न खोजेको के हो भन्दाखेरि तिमीसँग एउटा एमिटर छ अरे हैन तिमीसँग एउटा एमिटर छ अरे यहाँ के छ अरे यहाँनिर एउटा रेजिस्टेन्स छ अरे है तिम्रो यहाँबाट करेन्ट के भइरहेछ आई भन्ने करेन्ट फ्लो भइरहेछ हैन। यो एमिटरको नि आफ्नो केही रेजिस्टेन्स हुन्छ नि त हैन र। तिमीले करेन्ट किन मेजर गर्न चाहेको हो भन्दाखेरि त्यहाँबाट कति करेन्ट फ्लो भयो त्यो थाहा पाउनलाई मेजर गर्न चाहेको हो नि त। भनेपछि तिमीलाई करेन्टको भ्यालु के हुनुपर्ने रहेछ एक्युरेट होस् भन्ने हुनुपर्ने रहेछ क्या एक्युरेट होस् भन्ने हुनुपर्ने रहेछ तिम्रो लागि। अब एक्युरेट करेन्ट कुन बेलामा हुन्छ भन्दाखेरि जब यो एमिटरको रेजिस्टेन्स के हुन्छ एकदम कम भएको बेलामा क्या अर्थात् 0 भएको बेलामा क्या बुझ्यौ। अब रेजिस्टेन्सको सिम्बल के भन्दाखेरि तिम्रो रेजिस्टेन्सले एउटा यस्तो पाथ फलो गर्छ कि जसमा रेजिस्टेन्स मतलब करेन्टले जस्तो एउटा यस्तो पाथ फलो गर्छ कि हैन जसको रेजिस्टेन्स के होस् कम होस् क्या बुझ्यौ। रेजिस्टेन्स जसको कम हुन्छ त्यहाँबाट के हुन्छ करेन्ट फ्लो हुन्छ के मतलब म्याक्सिमम करेन्ट कहाँबाट फ्लो हुन्छ भन्दाखेरि जसको रेजिस्टेन्स कम हुन्छ के बुझ्यौ। अनि एमिटरबाट करेन्ट फ्लो हुने भयो नि त हाम्रो लागि हैन र करेन्ट नाप्ने करेन्ट फ्लो हुनु पर्यो भनिसकेपछि यसको लागि के हुनुपर्ने रेजिस्टेन्स के हुनुपर्ने रहेछ 0 हुनुपर्ने रहेछ के। यो एउटा कन्सेप्ट मैले बुझिराख ल यो एमसीक्यू तिर आइराखेको हुन्छ ल यो यसको लागि यति नै भयो है ठिक छ। तिम्रो सर र यो हेर्नु हैन
अब यहाँ दिएको हुन्छ के आइजी भनेको म्याक्सिमम करेन्ट थ्रु के हो ग्यालोनोमिटर होइन अथवा डिफ्लेक्सन नआएको बेलामा होइन फुल डिफ्लेक्सन आएको बेलामा करेन्टको भ्यालु कति हुन्छ भने हुन्छ त्यो भने आइजी भयो क्या जी भनेको के हो रेजिस्टेन्स अफ के हो ग्यालोनोमिटर भयो अनि आई माइनस आइजी भनेको त करेन्ट थ्रु के भयो सन्ट भयो क्या यो कुरा भयो ल अब यो कुरा भइसकेपछि अर्को वाला हेर है त अर्को कुन भन्दाखेरि कन्भर्जन अफ लेख त ल कन्भर्जन अफ है यो एकदम सन्देश है यो झन् कन्भर्जन अफ हेर है कन्भर्जन अफ ग्याल्भ्यानोमिटर है कन्भर्जन अफ ग्याल्भ्यानोमिटर इन्टु के भन ल इन्टु भोल्टमिटर क्या इन्टु के भन भोल्टमिटर है इन्टु भोल्टमिटर भयो अब तिमीले यसमा चाहिँ के कुरा बुझ्नुपर्छ भन्दाखेरि होइन यहाँ के कुरा बुझ्नुपर्छ भन्दाखेरि राम्रोसँग हेर है यहाँ तिमीले एउटा कुरा बुझ्नुपर्छ के अब हामीले चाहिँ ग्यालोनोमिटरलाई भोल्टमिटर लान लाग्यो के हेर ल ग्याल्भ्यानोमिटरलाई भोल्टमिटरमा लान लाग्यौँ के अब यसको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि एउटा हेभी रेजिस्टेन्स जोड्छौँ क्या यहाँ हेर त ल यसको लागि चाहिँ हामी के गर्छौँ भन एउटा हेभी रेजिस्टेन्स जोड्छौँ क्या एउटा हेभी रेजिस्टेन्स जोड्छौँ क्या हेभी रेजिस्टेन्स भएको के गर्छौँ हेभी रेजिस्टेन्स भएको रजिस्टर जोड्छौँ क्या रजिस्टर चाहिँ जोड्ने हो ल रजिस्टरको प्रोपर्टी चाहिँ रेजिस्टेन्स भयो क्या बुझ्यौ हेभी रेजिस्टेन्स होइन हेभी रेजिस्टेन्स सिम्पल क्या यही लेखे पनि भयो ल हेभी रेजिस्टेन्स जोड्छौँ इन सिरिज क्या इन सिरिज है इन सिरिज विथ जी क्या विथ के हो जी भने ग्यालोमिटर भयो क्या अर्थात् यसको मिनिङ के छ भन्दाखेरि तिमीसँग एउटा ग्यालोमिटर छ अरे है तिमीसँग एउटा के छ अरे ग्यालोमिटर छ अरे होइन अब तिम्रो ग्यालोमिटरलाई तिमीले के गर्नु पर्यो अरे भन्दाखेरि यसलाई भोल्टमिटर जस्तो बनाउनु पर्यो अरे क्या यसको लागि तिमी के गर्छौ भन्दाखेरि एउटा सिरिजमा के गर्छौ हेर ती एउटा सिरिजमा यहाँनिर के गरिदिनु रहेछ भन्दाखेरि यहाँनिर एउटा हेभी रेजिस्टेन्स भएको के गर्दैछौ एउटा रजिस्टर जोड्दो रहेछौ क्या त्यसको लागि हामी के भनौँ आर भनौँ क्या अब यो डिभाइस भनेको तिमीलाई के हुन्छ भन्दाखेरि भोल्टमिटर हुन्छ क्या यो डिभाइस भनेको के हुन्छ तिमीलाई भन यो भनेको के हुन्छ भोल्टमिटर हुने भयो क्या यो भनेको के हुन्छ भोल्टमिटर हुने भयो क्या हेर है फरक हेर तिमीले यदि है ग्यालोनोमिटरलाई एमिटरमा लानु छ भने तिमीले एउटा प्यारललमा एकदम लो रेजिस्टेन्स भएको रजिस्टर जोड्दो रहेछौ त्यो भने सन्ट हुँदो रहेछ है अनि यस्तै गरी तिम्रो ग्यालोनोमिटरलाई भोल्टमिटरमा लानु छ भने तिमी सिरिजमा जोड्दो रहेछौ तर त्यो रेजिस्टेन्सको त्यो रजिस्टरको रेजिस्टेन्स कति हुनु पर्ने छ हेभी हुनु पर्ने छ अर्थात् धेरै हुनु पर्ने छ क्या बुझ्यौ यसरी हामीले के गर्छौँ भन्दाखेरि जोडिन्छौँ क्या यो कुरा भयो अब एकदम सजिलो छ क्या हेर न एकदम सजिलो छ हेर है तिम्रो यो ग्यालोनोमिटर र यो रेजिस्टेन्स यो आर भयो नि त यो आर भनेको रेजिस्टेन्स भयो ल आर भनेको रेजिस्टेन्स अफ हेभी रजिस्टर के होइन मतलब हेभी रेजिस्टेन्स भयो क्या कुनको रजिस्टरको भयो क्या अब यहाँबाट हेर है यसबाट तिम्रो हामी के मान्छौँ भन्दाखेरि आइजी भन्ने नै करेन्ट गयो अरे क्या तिम्रो जहिले पनि ग्यालोमिटरबाट जाने करेन्ट के हुन्छ आइजी हुन्छ नि त यो कुरा बुझ अब यहाँ के हुन्छ राम्रोसँग हेर है भाइ बहिनी हो यहाँनिर तिम्रो के हुन्छ भन्दाखेरि यो केसमा हेर न यो त यो सिन्स हेर ल सिन्स हेर न यहाँ सिन्स के छ भन्दाखेरि यो जी होइन ग्यालोमिटर भयो है जी एन्ड आर के हो आर इन कुन कम्बिनेसन हेर है आर इन सिरिज कम्बिनेसन हो नि त यो केमा छ हेर है सिरिज कम्बिनेसन हो नि त होइन र आर इन सिरिज कम्बिनेसन सो हेर त ल सो यसमा के हुने भयो भन्दाखेरि सिरिजमा के हुन्छ करेन्ट सेम हुन्छ तर भोल्टेज के हुन्छ भोल्टेज एड हुन्छ भनिसकेपछि है भोल्टेज के हुन्छ भने एड हुन्छ नि त होइन र अब हामी के गर्छौँ भोल्टेज एड गरिदिन्छौँ कि बुझ्यौ एकछिन पख है ल यहाँ हेर है तिम्रो के छ अरे भन्दाखेरि यहाँबाट करेन्ट गयो होइन करेन्ट त सेम हुने भयो यहाँ पनि करेन्ट त्यही जाने भयो यहाँ पनि करेन्ट त्यही जाने भयो तर हाम्रो लागि काम भएन कि हामी के गर्छौँ भन्दाखेरि करेन्ट चाहिँ सेम हुन्छ यसको लागि सिरिजमा करेन्ट चाहिँ सेम हुन्छ तर भोल्टेज के हुन्छ डिभाइड हुँदो रहेछ क्या भनिसकेपछि म यहाँ के गरिदिन्छु भन्दाखेरि भाइ बहिनी हो होइन यो डिभाइड भयो यो टोटल भोल्टेजलाई म के गर्छु भी लेख्छु क्या टोटल भोल्टेजलाई के गर्छु भने म यहाँ भी लेखिदिन्छु ल यसलाई म भी लेख्छु क्या यो भोल्टेज भने केमा डिभाइड भयो त ल भोल्टेज एक्रस केमा डिभाइड भयो भोल्टेज एक्रस केमा डिभाइड भयो एउटा जीमा डिभाइड भयो प्लस भोल्टेज एक्रस केमा डिभाइड भयो भन भोल्टेज एक्रस केमा भन आरमा डिभाइड भयो नि त होइन र हो नि यो कुरा बुझ्यो कि नै तिमीले भन त ल तिम्रो करेन्ट सेम हुँदो रहेछ त्यही भएर हामी भोल्टेज एड गरिदिन्छौँ के सिम्पल यो कुरा भयो र अब हेर न यो भी भनेको त आइआर हुन्छ नि त होइन र भी भनेको त आइआर हुन्छ यो भनेको चाहिँ ग्यालोमिटरको एक्रसमा कति भोल्टेज ड्रप भयो त त्यो भनेको होइन यो भी इक्वल टु आइआर भयो अब करेन्ट कति गइरहेछ मलाई भन त ल करेन्ट कति गइरहेछ आइजे गइरहेछ गुड अब यसको लागि रेजिस्टेन्स कति छ भन त ल रेजिस्टेन्स कति छ यसको लागि जी छ नि त होइन र यो प्लस भयो त्यस्तै गरी होइन भोल्टेज ड्रप आएको रेजिस्टेन्स कति हुन्छ मलाई भन नि त यो पनि आइजी नै राख्ने हो त्यो उसलाई नि आइजी इन्टु के हुन्छ आइजी नै राख्ने ल आइजी नै राख्ने ल कान्छ आर भयो क्या किनकि ग्यालोमिटरबाट गएको होइन त यो कुरा भयो र अब त्यस्तै गरी होइन यो भी भयो होइन यो भी भयो अब भी इक्वल टु हेर यहाँबाट आइजी कमान आउँछ होला नि त होइन र भी इक्वल टु आइजी कमान आउँछ होला आइजी भनेपछि जी प्लस आर लेख्न पाउँछु मैले यसलाई
पाउँछु कि नै पाउँछु होला है भनिसकेपछि मलाई चाहिएको त यो हो नि त होइन भी बाई आइजी भयो जी प्लस आर भयो होइन अब हेर त ल यहाँबाट आर इक्वल टु के आएर है आर इक्वल टु भी बाई आइजी माइनस जी गर्न पाइयो यो बुझ्यौ हेर त ल पाइयो कि नै हो यहाँ हेर न तिम्रो रिजल्ट भनेको चाहिँ यो भयो क्या यो भनेको चाहिँ तिमीले एउटा रेजिस्टेन्स कति जोड्नुपर्छ केमा भन सिरिजमा कति जोड्नुपर्छ जसले कि ग्यालोमिटरलाई भोल्टमिटरमा कन्भर्ट गरेछ क्या सिम्पल यो वाला भयो क्या तिमीले बुझ्ने भने चाहिँ के रहेछ भन्दाखेरि यो कुरा बुझ्नुपर्ने रहेछ क्या सिम्पल है भोल्टेज एड गर्छौ भन्छ ठिक छ यो कुरा बुझ्यौ भन्नु त ल बुझ्यौ यो कुरा हजुर एकचोटि रिपिट गरिदिनु न यो कुरा यो हेर है सिम्पल छ हेर है तिम्रो के छ भन्दाखेरि नोट गरेर छ तिम्रो के छ भन्दाखेरि तिमीलाई ग्यालोमिटरलाई भोल्टमिटर लानुपर्ने हो भने तिमीले जहिले पनि के गर्नुपर्ने छ एउटा हेभी रेजिस्टेन्स केमा जोड्नुपर्ने छ सिरिजमा जोड्नुपर्ने छ सिरिज कम्बिनेसनमा जहिले पनि भोल्टेज के हुन्छ एड हुन्छ अनि एड भएपछि हामी सिम्पल यो कुरा गरेर यहाँबाट आर को भ्यालु निकालेर छोडिन्छौँ के सिम्पल यो कुरा भयो यति कुरा छ केही गाह्रो कुरा छैन ल ल यो एउटा कुरा भयो ल अब होइन म तिमीलाई एउटा क्वेसन दिन्छु क्या क्वेसन लेख त एउटा क्वेसन प्र्याक्टिस गरौँ त हुँदैन एउटा यसको लागि क्वेसन प्र्याक्टिस गर त ल लेख त ल क्वेसन लेख है एउटा क्वेसन प्र्याक्टिस गरौँ अनि पोटेन्सियोमिटर सुरु गर्नुपर्छ ल क्वेसन के लेख भन्दाखेरि अ ग्यालोमिटर ल अ ग्याल्भ्यानोमिटर है अ ग्याल्भ्यानोमिटर क्यान बियर हेर त ल अ ग्याल्भ्यानोमिटर क्यान बियर म्याक्सिमम हेर ल क्यान बियर म्याक्सिमम करेन्ट हेर ल क्यान बियर म्याक्सिमम करेन्ट अफ 25 मिली एम्पियर 25 मिली एम्पियर एन्ड ह्याच के हो भन एन्ड ह्याच रेजिस्टेन्स हेर ल एन्ड ह्याच रेजिस्टेन्स 5 ओम एन्ड ह्याच रेजिस्टेन्स 5 ओम फाइन्ड द हेर त ल फाइन्ड द सुइटेबल है फाइन्ड द सुइटेबल रेजिस्टेन्स है फाइन्ड द सुइटेबल रेजिस्टेन्स टु कन्भर्ट है टु कन्भर्ट हेर त ल टु कन्भर्ट इट इन्टु ए नम्बरमा के लेख भन्दाखेरि भोल्ट मिटर है भोल्ट मिटर अफ रेन्ज कति भन्दाखेरि अफ रेन्ज कति 0 to 2 भोल्ट है 0 to 2 भोल्ट बी नम्बरमा के भन्दाखेरि एन एम मिटर के एन एम मिटर अफ रेन्ज हेर त ल अफ रेन्ज 0 to 10 एम्पियर के ल यो क्वेसन ट्राई गर नि त ल एकचोटि यो क्वेसन ट्राई गर त ल यो क्वेसन त्यही कन्सेप्ट लगाएर ट्राई गर ल त्यही कन्सेप्ट लगाएर ट्राई गर त ल त्यही कन्सेप्ट लगाएर ट्राई गर है त्यही कन्सेप्ट लगाएर ट्राई गर हैन अनि ठ्याक्क आउँछ ल सिम्पल छ त्यस्तो गाह्रो केही छैन क्वेसन त बुझ्यौ नि तिमीहरूले क्वेसन बुझ्यो कि नै भन पहिला सुरु क्वेसन बुझ्यो कि नै बुझ्यो दाइ मेरो टेलिग्राममा निरज शाह छ म जोइन हुने गुगल एकाउन्ट रे आफ्नो रियल नाम राखेर आऊ अनि मात्र जोइन हुन्छ है भाइ बहिनी हो आफ्नो रियल नाम राखेर आउनु पर्यो है तिम्रो यहाँ नेम जे छ टेलिग्राममा पनि नेम त्यही हुनु पर्यो अनि मात्र जोइन हुन्छ है तिमीहरू डिसिप्लिन भन्ने छैन यार रिस उठ्छ मलाई त्यस्तो भयो भने ल हेर है मलाई मात्र हैन यहाँ पढ्न आउनेलाई रिस उठ्छ के दाइ अझ दाइ हेर न त्यो क्वेसनहरु एनोनिमस क्वेसनहरु पठाउने ठाउँमा हेर न म आए त झन् अघि एकछिन ल्यापटप फोर्दिउँ आएको त्यो नि ब्लक गरिदेऊ डेभिड त्यहाँ गर्ने नाम नराख्ने अब हेर है यहाँ हेर ल अब तिम्रो पहिला सुरु हैन ग्यालोमिटर क्यान बियर म्याक्सिमम करेन्ट अफ 25 मिली एम्पियर भनेको छ हैन म्याक्सिमम भन्ने बित्तिकै तिमीले के कुरा बुझ्नु पर्यो भन्दाखेरि यो भनेको आइजी को भ्यालु दिएको रहेछ के सोलुसन लेख यो भनेको के को भ्यालु दिएको रहेछ आइजी को भ्यालु दिएको रहेछ अब यो आइजी भनेको के छ र है 25 मिली एम्पियर छ नि त अब यो मिलीलाई हामीले केमा लानुपर्छ एम्पियर लानुपर्छ भने यसलाई हामी के गर्छौं 25 * 10⁻³ गर्छौं एम्पियर गर्छौं यो एउटा कुरा भयो अनि यसको लागि के रहेछ हेर दि अर्को ग्याल्भ्यानोमिटरको रेजिस्टेन्स कति दिएको छ 5 ओम दिएको छ नि त भनेपछि आर भने यो भने के दियो जी को भ्यालु दियो नि हैन र जी भने कति दियो 5 ओम दियो के बुझ्यौ हामीले ग्याल्भ्यानोमिटरको रेजिस्टेन्स भनेको जी माने होला नझुकिनु यति कुरा नझुकिनु ल यो कुरा भए अब यसले के भनेको छ भन्दाखेरि एउटा रेजिस्टेन्स थाहा पाउ रे है एउटा रेजिस्टेन्स थाहा पाउ रे जसले चाहिँ हैन भोल्टमिटरको यति रेन्जको लागि कन्भर्ट गरेछ के भनेपछि हामी फर्स्टको लागि ए नम्बरको लागि ट्राई गरौँ ल फर्स्टमा हामी के को लागि ट्राई गरौँ भन ए नम्बरको लागि ट्राई गर्ने ल फर्स्टमा हामी ए नम्बरको लागि ट्राई गर्ने है ल अब तिम्रो फिगर कस्तो हुन्छ र दि तिम्रो फिगर कस्तो हुन्छ र यस्तो फिगर हुन्छ नि हैन र तिम्रो के छ भन्दाखेरि पहिला सुरु तिमी यदि हैन ग्याल्भ्यानोमिटरलाई भोल्टमिटरमा कन्भर्ट गरेको छ भने तिम्रो यहाँनिर जहिले पनि एउटा ग्याल्भ्यानोमिटर हुन्छ अनि एउटा हेभी रेजिस्टेन्स केमा जोड्नुपर्छ सिरिजमा जोड्नुपर्छ जसको भ्यालु भनेको हाम्रो लागि आर हुन्छ हैन र यहाँबाट कति करन्ट फ्लो हुन्छ भन आइजी भनेको करन्ट फ्लो हुन्छ नि त अब हेर न तिम्रो यो भनेको सिरिजमा छ सिरिजमा छ भने के हुन्छ तिम्रो के हुन्छ भोल्टेज के हुन्छ र भोल्टेज के हुन्छ भन भोल्टेज एक्रस के हुन्छ र ल भोल्टेज एक्रस जी प्लस भोल्टेज एक्रस के हुन्छ भन भोल्टेज एक्रस के हुन्छ
आर हुन्छ होइन र। अनि यस्तै गरी गर्ने के भी इक्वल टु के भयो र भी इक्वल टु आइजी इन्टु यसलाई के भयो जी भयो, यसलाई कति भयो आइजी इन्टु के भयो आर भयो नि त होइन र। तिमीलाई होइन यो यहाँ हेर न यसले रेजिस्टेन्स टु कन्भर्ट इट इन्टु भोल्टमिटर अफ रेन्ज यदि भने होइन त भनेपछि यो 2 दिएको भनेको भीको भ्यालु दिएको क्या, यो 2 दिएको भने के को दिएको यो भनेको भीको भ्यालु दिएको। अनि तिमीलाई निकाल्नु पर्ने के हो यो आर को भ्यालु निकाल्नु पर्ने हो क्या, सिम्पल छ त होइन र, गाह्रो छ र यो। हेर त ल अब यो भनेको आइजी कमन आयो यसबाट, यहाँ के भयो जी प्लस आर भयो होइन। अब यहाँ 2/आइजी इक्वल टु के भयो है 2/आइजी इक्वल टु जी प्लस आर भयो, अर्थात् तिम्रो आर भनेको कति आयो है 2/आइजी माइनस कति हुन्छ जी हुन्छ होला होइन, हो कि नै। हेर त ल अब 2/आइजी भनेको कति छ र ल, आइजी भनेको हाम्रो लागि 25 × 10⁻³ छ, अनि यो जी भनेको कति छ र है 5 छ नि त। यसलाई सल्भ गरेर ठ्याक्क तिम्रो आर आउँछ के, आर को के भन त ल दाइ त्यो 0 to 2 भीमा अलि बुझेन यहाँ हेर ल तिम्रो 0 to 2 भनेको चाहिँ के हो भन्दाखेरि यो भोल्टेज हो क्या, यति चाहिँ यसले म्याक्सिमम रेन्ज यति चाहिँ मेजर गरेछ क्या। तिम्रो यो दिएको भ्यालुको भीको भ्यालु भनेको के हो भन्दाखेरि यसले यति भोल्टेज चाहिँ मेजर गर्न सक्छ भनेको क्या यो भीको भ्यालु चाहिँ ल। अनि त्यही भएर यहाँ के राख्ने 2 राख्ने क्या, हुन्छ। यो कुरा बुझ्यो हो भन ल, बोल यो कुरा बुझ्यो कि नै बोल ल। यो एउटा भयो है हेर ल 75 ओमा है फर्स्टको यो क्वेसन भयो ल। बी नम्बरलाई हेर है अब यहाँ बी नम्बरमा हामीलाई के भनेको छ भन्दाखेरि ग्याल्भनोमिटरलाई केमा लैजा भनेको छ, ग्याल्भनोमिटरलाई केमा लैजा भनेको छ र एमिटरमा लैजा भनेको छ। यसको लागि हामीसँग के छ के हुन्छ भन्दाखेरि यो हुन्छ नि हेर दी, हामीसँग सर्किट कस्तो हुन्छ भन्दाखेरि एउटा भनेको ग्याल्भनोमिटर हुन्छ, अनि त्यसको सिरिजमा के हुन्छ त्यसको प्यारलमा के हुन्छ सन्ट हुन्छ होइन र, सन्ट हुन्छ नि त। त्यसको प्यारलमा के हुन्छ सन्ट हुन्छ, जसको रेजिस्टेन्स भनेको आरएस हुन्छ होइन र, हो नि। अनि यहाँबाट हाम्रो आइजी भन्ने करेन्ट फ्लो भएको हुन्छ, यहाँबाट हाम्रो आई भन्ने करेन्ट आएको हुन्छ के, यहाँबाट कति करेन्ट आएको हुन्छ भन आई भन्ने करेन्ट आएको हुन्छ होइन, यहाँबाट आई भन्ने करेन्ट आएको हुन्छ, आइजी भन्ने करेन्ट कहाँ गइरहेको हुन्छ ग्याल्भनोमिटरमा गएको हुन्छ भनेपछि सन्टबाट कति पास भयो त भन्दाखेरि हेर त ल सन्टबाट कति पास भयो ल आई माइनस आइजी पास भयो। अब तिमीलाई के को भ्यालु निकाल्नु पर्ने मलाई भन त ल, जी को भ्यालु निकाल्नु पर्ने आरएस को भ्यालु निकाल्नु पर्ने आरएस को। अब भनिसकेपछि यसको बेलामा के हुन्छ भन्दाखेरि यहाँ त पोटेन्सियल के हुन्छ, पोटेन्सियल एक्रस के हुन्छ भन, पोटेन्सियल एक्रस जी इक्वल टु के हुन्छ, पोटेन्सियल एक्रस के हुन्छ भन त ल आरएस अथवा सन्ट हुन्छ होला है। यो पोटेन्सियल लेख ल, पीडी भनेर पोटेन्सियल डिफरेन्स लेखेको ल मैले, अलिकति नराम्रो भएछ यसलाई म पीडी लेख्छु ल, पीडी लेख्छु ल। ल अब हेर है अब यसको लागि भी भनेको आइआर हो नि त भनेपछि यसको लागि आई भनेको कति गएको छ र है आइजी गएको छ, यसलाई के लेख्ने आइजी इन्टु जी लेख्ने इक्वल टु यसको लागि कति आई भनेको कति गएको छ आई माइनस आइजी गएको छ हेर, आई माइनस आइजी इन्टु कति लेख्ने भने आरएस लेख्ने। अब यहाँबाट आरएस भनेको कति आयो हेर दी आइजी इन्टु जी बाई कति आएको छ र है आई माइनस आइजी आएको छ, हो कि नै भन त ल, हो नि। बुझ्यो कि नै यति कुरा भन त ल, बुझ्यो कि नै, यो बुझेन र मैले बुझेँ है। अब यसले दिएको यो हेर न 0 to 10 एम्पियर दिएको रहेछ, यसले भन्न खोजेको के हो हामीलाई भन त ल, यसले के को भ्यालु 10 एम्पियर राख भनेको भन त ल आई हो, यो आई को भ्यालु के राख भनेको रहेछ यसले 10 एम्पियर राख है भनेको रहेछ क्या, भनेपछि यहाँ 10 राख माइनस आइजी भनेको चाहिँ हामीलाई हेर है आइजी भनेको 25 × 10⁻³ छ, 25 × 10⁻³ छ, अनि आइजी भनेको 25 × 10⁻³ छ, जी भनेको छ हेर त ल 5 ओम छ ल। यसलाई सल्भ गर्न कति आयो सल्भ गर्न भन्न त ल मलाई एन्सर कति आयो भनेको तिम्रो 0.0125 ओम आउनुपर्छ ल यसको एन्सर, बुझ्यौ यति आएको सबैको गुड यति आयो ल। अब यहाँ हेर यो होइन यो भनेको यसको हेर न यसको रेजिस्टेन्स कम आइरहेको के, यसको चाहिँ बढी आइरहेछ के, यहाँबाट नि प्रुफ हुन्छ के, बुझ्यौ। जब तिमीले ग्याल्भनोमिटरलाई एमिटरमा कन्भर्ट गर्छौ नि भाइ बहिनी हो त्यो बेलामा जहिले पनि रेजिस्टेन्स के आउनु पर्ने रहेछ एकदम कम आउनु पर्ने रहेछ के, जब तिमीले ग्याल्भनोमिटरलाई भोल्टमिटरमा लान्छौ नि त त्यो बेला रेजिस्टेन्स के आउनु पर्ने रहेछ एकदम बढी आउनु पर्ने रहेछ के, बुझ्यौ। यसरी चेक गर्न सकिन्छ ल। यो क्लियर हो भन त ल, क्लियर हो कि नै बोल ल। हजुर तिमीहरू क्लियर भयो है, यो तिमीहरू के भयो भन्दाखेरि क्लियर भयो, म यति माने है त क्लियर भयो ल। अब यो भइसकेपछि होइन अब यहाँ हेर है यो भइसकेपछि हामी कुन सुरु गरौँ भन्दाखेरि पोटेन्सियोमिटर सुरु गरौँ है त, त्यो एकदम इम्पोर्टेन्ट छ होइन। यसको लागि म तिमीलाई कन्सेप्ट सहित भनिदिन्छु होइन, एकदम सजिलो अब यो पनि ल। ल पोटेन्सियोमिटर सुरु गर्ने हो एउटा अर्को गर्नु लागि अहिले त्यति भनिहालेँ नि मैले न। हजुर यसको एप्लिकेसन कतिवटा गरिन्छ, 3टा कि 2टा? पोटेन्सियोमिटर हेरौँ के हुन्छ ल। हेर ल 2टा होला सायद ल, लेख ल पोटेन्सियोमिटर लेख तिम्रो अब लेख है पोटेन्सियोमिटर भनेर लेख ल, POTENTIOMETER हेर है त ल। हामीले डिभाइस पढ्नु पर्ने भनेको एउटा व्हिटस्टोन ब्रिज भयो हेर है, एउटा भनेको व्हिटस्टोन ब्रिज, अर्को भनेको मिटर ब्रिज होइन, अनि त्यसपछि के पढ्नु पर्ने पोटेन्सियोमिटर पढ्नु पर्ने हो क्या। अब मैले बिचमा त्यो अर्को लिएर आइदिएँ त्यही नबुझ है त, सिम्पल त्यो कुरा भयो है। अब हेर न
डिफाइन पोटेन्सियोमिटर भन्न सक्छ हेर है। पोटेन्सियोमिटर भनेको एउटा इलेक्ट्रिकल डिभाइस हो होइन। यसको काम चाहिँ के हुन्छ हेर है। यसको काम भनेको चाहिँ के हुन्छ भन्दाखेरि यसले युज टु मेजर के हेर ल, युज टु मेजर के हो, युज टु मेजर इएमएफ हेर है। अब बुझ, युज टु मेजर इएमएफ अनि कम्पेयर इएमएफ है। कम्पेयर के भन्न, कम्पेयर इएमएफ होइन। अनि अर्को के हो भन्दाखेरि कम्पेयर इएमएफ फाइन्डिङ इन्टरनल रेजिस्टेन्स अफ सेल के, फाइन्डिङ इन्टरनल रेजिस्टेन्स अफ सेल। यो एकदम इम्पोर्टेन्ट डिभाइस हो क्या हाम्रो लागि। फाइन्डिङ इन्टरनल रेजिस्टेन्स अफ के भन्न, रेजिस्टेन्स अफ अ सेल है, अफ अ सेल सेल होइन। अनि अर्को युज टु फाइन्ड हेर त ल, युज टु फाइन्ड है, युज टु फाइन्ड पोटेन्सियल डिफरेन्स ल, युज टु फाइन्ड पोटेन्सियल डिफरेन्स एन्ड करेन्ट क्या हेर। यो एकदम खतरा डिभाइस हो क्या यो भनेको। तिम्रो सबै कुरा गर्न मिल्छ क्या यसबाट, तिम्रो यसबाट सबै कुरा गर्न मिल्छ क्या हेर है। तिमीले ग्याल्भनोमिटर थियो भने करेन्ट मात्र नाप्थ्यो यसले, एमिटर थियो भने करेन्ट मात्र नाप्थ्यो यसले सानो नाप्थ्यो, यसले ठुलो नाप्थ्यो। भोल्टमिटर थियो भने यसले भोल्टेज मात्र नाप्थ्यो क्या। अब तिमीलाई सबै एक ठाउँ गर्नु पर्यो हेर है। त्यो भनेको के हो, पोटेन्सियोमिटर भन्ने डिभाइस हो क्या। यो एउटा यस्तो डिभाइस हो जसले युज टु मेजर इएमएफ होइन, इएमएफ मेजर गर्न काम गर्दैछ। अब दुईटा ब्याट्री खरे होइन, दुईटा ब्याट्री खरे, यो त प्र्याक्टिकल तिमीले गरेको होला नि त। दुईटा ब्याट्री छ अरे, कसको इएमएफ बढी त के होइन। टु कम्पेयर द इएमएफ होइन, कम्पेयर द इएमएफ अफ टु सेल लेख न, कम्पेयर द इएमएफ अफ टु सेल लेख है, टु सेल लेख। अनि फेरि हेर नि, फाइन्डिङ द इन्टरनल रेजिस्टेन्स अफ अ सेल क्या, बुझ्यौ। त्यो एउटा त्यो ब्याट्रीको पनि आफ्नो रेजिस्टेन्स हुन्छ नि त, त्यसलाई हामी के भन्छौँ, इन्टरनल रेजिस्टेन्स भन्छौँ। त्यो भ्यालु हो, त्यो भनेको के हो, यो भयो जसलाई हामी के भन्छौँ, आरले नोटेसन दिन्छौँ। यो एकदम इम्पोर्टेन्ट डेरिभेसन हो, यो हामी गर्छौँ पनि अहिले। अनि अर्को हेर त ल, युज टु फाइन्ड द पोटेन्सियल डिफरेन्स होइन एन्ड करेन्ट क्या, सिम्पल यो कुरा भयो है। यो भनेको डेफिनेसनको पार्टको लागि यति भयो ल। अब तिमीहरूले होइन यसको प्रिन्सिपल चाहिँ बुझ्नुपर्छ क्या, यो इम्पोर्टेन्ट छ ल, यो चाहिँ इम्पोर्टेन्ट हो है। प्रिन्सिपल अफ पोटेन्सियोमिटर क्या, प्रिन्सिपल अफ क्या, प्रिन्सिपल अफ के भन, प्रिन्सिपल अफ पोटेन्सियोमिटर है। यो म लेखाउँछु, यतिकै भन्दिनँ हेर है। यसले सिम्पल तिम्रो के भन्छ भन्दाखेरि यहाँ बुझ ल, तिम्रो पोटेन्सियोमिटरले के भन्छ, एउटा कुरा भन्छ क्या। यो एउटा कुरा छुटाउनु भएन ल, इफ कन्स्ट्यान्ट करेन्ट भन्ने कुरा छुटाउनु भएन। इफ कन्स्ट्यान्ट करेन्ट हेर ल, इफ कन्स्ट्यान्ट करेन्ट है, इफ कन्स्ट्यान्ट करेन्ट इज फ्लोइङ, इफ कन्स्ट्यान्ट करेन्ट इज फ्लोइङ इन द सर्किट है, इन द के भन, इन द सर्किट, इन द सर्किट द पोटेन्सियल के, द पोटेन्सियल डिफरेन्स है, द पोटेन्सियल डिफरेन्स है, पोटेन्सियल डिफरेन्स एक्रस एनी होइन, एक्रस एनी होइन, एक्रस एनी टु इन्ड क्या, एक्रस एनी टु इन्ड अफ वायर है। टु इन्ड अफ वायर इज डाइरेक्टली प्रोपोर्सनल टु, डाइरेक्टली प्रोपोर्सनल टु है, डाइरेक्टली प्रोपोर्सनल टु के भन, लेन्थ अफ द्याट वायर क्या, लेन्थ अफ द्याट वायर क्या, अफ द्याट वायर। यसलाई छुटाउनु भने यो कुरा हो हेर है। इफ कन्स्ट्यान्ट करेन्ट भन्ने कुरा छुटाउनु भएन क्या, यो कुरा भयो सिम्पल। यसले के भन्यो भन्दाखेरि हेर त ल, पोटेन्सियल डिफरेन्स डाइरेक्टली प्रोपोर्सनल के हुँदो रहेछ, लेन्थ हुँदो रहेछ है। अब यो भने के हुँदो रहेछ, भी चाहिँ डाइरेक्टली प्रोपोर्सनल के हुँदो रहेछ, एल हुँदो रहेछ। अर्थात् तिम्रो भी बाई एल भने के हुन्छ, कन्स्ट्यान्ट हुन्छ क्या। यति कुरा चाहिँ होइन स्टेट प्रिन्सिपल अफ पोटेन्सियोमिटर भने यति कुरा लेख्नु पर्यो क्या, बुझ्यौ। अब यो कन्स्ट्यान्ट भने के भन्छौँ हामी, यसलाई के नै भनिदिन्छौँ। अब यो के भने के हुन्छ तिमीहरूलाई, यसलाई हामी के भन्छौँ, पोटेन्सियल ग्रेडियन्ट भन्छौँ यसलाई हामी। यसलाई के भन्छौँ हामी, पोटेन्सियल ग्रेडियन्ट भन्छौँ क्या हेर है। यो भने कन्स्ट्यान्ट हुन्छ ल। अब हेर न के कान्छ, एकचोटि फेरि बुझाइदिनु न। ए बुझाउँ बुझाउँछु, मैले बुझाएको थिएन नि यार। यो दाइ त्यो तल्लो भी भनेको चाहिँ के हो, यो भेलोसिटी जस्तो देखिन्छ यार, यो पोटेन्सियल हो ल। ए एउटै भी हो क्या ल। यो हेर यस्तो हुन्छ, सुन तिमीहरूलाई यो थाहा यसको बारेमा ल हेर है। म एकदम सजिलो बुझाइदिन्छु ल यो भने हेर है। तिम्रो के छ भन्दाखेरि यस्तो हो क्या, यसको प्रिन्सिपल के हो भने यस्तो हेर है। तिम्रो इएमएफ छ अरे है, यो भनेको हामी ड्राइभिङ सेल भन्छौँ क्या, यसलाई के भन्छौँ, ड्राइभिङ सेल भन्छौँ होइन, यसलाई हामी ड्राइभिङ सेल भन्छौँ है, बुझ ल। यो मेन सेल भयो क्या। अब तिम्रो के छ अरे भन्दाखेरि होइन, यहाँ बुझ ल, तिम्रो यहाँ के छ अरे भन्दाखेरि यो वायर भयो होइन। अब यहाँबाट के राखेको छ भने यहाँ डोरी तार राखेको छ, यहाँनिर के राखेको छ भन, तार राखेको छ होइन। अब तार सँगसँगै स्केल पनि राखेको छ क्या हामीले, यहाँ के राखेको छ भन, तार सँगसँगै स्केल पनि राखेको छ क्या हामीले यहाँनिर। यो भने वायर भयो ल। अब यो भनेको बी पोइन्ट भयो हेर है। यो भनेको रियोस्ट्याट भयो होइन, करेन्ट रेजिस्टेन्स भ्यारी गर्नलाई यहाँ राखेको हुन्छ हामीले यो होइन, तिमीले देखेको छ यो। यो भने पोइन्ट ए भयो क्या, यो पोइन्ट भनेको ए भयो हेर है, बुझ सजिलो हो हेर यहाँ। यसको मेन भनेको यही हो कि। अनि यो बुझ्यो नि बुझ्यो क्या हेर यहाँ, सुन हजुर। यो रियोस्टेट राखेको छ नि हो, त्यसले गर्दा एप्लाइड भोल्टेज जुन हामीले त्यहाँ त्यो ड्राइभिङ सेलबाट भोल्टेज आछ नि, अनि त्यो एबी पोइन्टमा चाहिँ करेन्ट पोटेन्सियल डिफरेन्स चाहिँ फरक पार्छ कि नै? पार्छ। त्यही हामीले मेजर गर्नलाई यो गरेको, त्यही मेजर गर्न, त्यही मतलब हामीले करेन्टलाई नै भ्यारी गर्नलाई त यो युज गरेको।
यो तिमीले बट्टा देखेनौ र प्र्याक्टिकल गर्ने बेलामा बट्टा देखेनौ र त्यही त बट्टा हेर इक्जाममा ढाके त्यही क्वेसन आएर डुबा आयो क्या पर्छ ल यसको चाहिँ यो हुन्छ क्या मेन भन्ने कुरा बुझ यहाँ हेर सुन तिमीलाई यो एउटा रिलेसन थाहा नि त होइन यो रिलेसन थाहा कि नै आर इक्वल टु होइन आर इक्वल टु रो एल बाई ए भन्ने कुरा थाहा छ है मैले यो कुरा भनेको छ है हिजो नि भने हो तिम्रो तिम्रो होइन यो एउटा वायरको लागि रेजिस्टिभिटी भनेको फिक्स हुन्छ है अनि तिम्रो यो ए पनि के हुन्छ फिक्स हुन्छ ए भनेको क्रस सेक्सनल एरिया होला ए पनि के हुन्छ फिक्स हुन्छ क्या भनिसकेपछि यो दुईटा के भयो कन्स्ट्यान्ट हो भने त तिम्रो यहाँबाट के हुन्छ र है आरसी प्रोपोर्सनल टु के हुन्छ एल हुन्छ नि त होइन र आरसी प्रोपोर्सनल टु एल हुन्छ अर्थात् तिम्रो यहाँ अर्थात् तिम्रो के भयो भन्दाखेरि यहाँको रेजिस्टेन्स भने केमा डिपेन्ड गर्यो लेन्थमा डिपेन्ड गर्यो है यो एउटा कुरा भयो ल यो एउटा कुरा बुझिराख तिम्रो पोटेन्सियोमिटरको प्रिन्सिपलले के भन्छ भन्दाखेरि यहाँ के हेर है तिम्रो होइन भोल्टेज ड्रप एक्रस क्या भोल्टेज ड्रप एक्रस एनी लेन्थ अफ वायर इज हेर न सिम्पल मैले तिमीलाई कसरी भन्नु भन्दाखेरि तिम्रो यो एउटा वायर भयो होइन तिम्रो यो एउटा के भयो वायर भयो क्या अब होइन यहाँबाट के हुन्छ करेन्ट सर आउँछ होइन यो वायरको पनि आफ्नो रेजिस्टेन्स हुन्छ नि होइन र यो वायरको पनि आफ्नो रेजिस्टेन्स हुन्छ अब यसले भने के हो भन्दाखेरि यहाँबाट तिमी होइन यसरी बढ्दै बढ्दै जाऊ होइन तिम्रो यहाँ यो पोइन्टमा भोल्टेज ड्रप कति हुन्छ होइन यो पोइन्टमा भोल्टेज ड्रप कति हुन्छ तिमीले थाहा पाउन कसरी सक्छौ भन्दाखेरि यो पोइन्टमा भोल्टेज ड्रप होइन यो वाला रिलेसन लगाएर थाहा पाउन सक्छौ क्या सिम्पल यसले भन्ने प्रिन्सिपल चाहिँ के हो भन्दाखेरि तिम्रो यो पोइन्टमा ड्रप हुने भोल्टेज र यो पोइन्टमा ड्रप हुने भोल्टेज के हुन्छ फरक हुन्छ भन्छ क्या यसले हेर त ल त्यही कुरा नै भन्यो है तिम्रो यो पोइन्टमा ड्रप हुने भोल्टेज र यो पोइन्टमा ड्रप हुने भोल्टेज के हुन्छ फरक हुन्छ भन्छ क्या यसले बुझ्यौ त्यही भने हेर ती इफ द कन्स्ट्यान्ट करेन्ट इज फ्लोइङ इन द सर्किट हामीले यहाँबाट करेन्ट फ्लो गराएर मानौँ आई भन्ने कन्स्ट्यान्ट करेन्ट के गर्यो फ्लो गराएर यहाँ डिसी ब्याट्रीबाट यो पोसिबल छ है इज फ्लोइङ इन द सर्किट द पोटेन्सियल डिफरेन्स एक्रस एनी टु इन्ड अफ वायर के मैले भनेको छ मिनिङ तिमी यहाँ पोटेन्सियल नाप है अनि फेरि अर्को पोटेन्सियल यहाँ नाप यहाँको र यहाँको पोटेन्सियल फरक आउँछ के यसले भनेको कुराको मिनिङै यही हो अनि यो पोटेन्सियल होइन जस्तै एउटा कुनै पनि लेन्थको पोटेन्सियल चाहिँ केमा डिपेन्ड गर्छ अरे भन्दाखेरि यति लेन्थ कति हो त त्यसमा डिपेन्ड गर्छ अरे क्या बुझ्यौ यहाँ ड्रप हुनेको पोटेन्सियल के हुने भयो यहाँ डिपेन्ड गर्ने भयो क्या यो लेन्थमा डिपेन्ड गर्ने भयो क्या होइन अनि यो रिलेसनबाट आउँछ क्या तिमीहरूलाई सिम्पल यस्तो भयो क्या हेर न म यसरी बुझाउँछु है तिम्रो लेन्थ छ अरे हेर है तिम्रो के छ अरे लेन्थ छ अरे अनि अरू के छ अरे भन भोल्टेज छ अरे क्या भोल्टेज छ अरे यसको मानौँ होइन यसको लेन्थ भनेको एल छ अरे क्या न्युमेरिकलमा यही कन्सेप्ट लगाउने हो है यसको लेन्थ भनेको मानौँ होइन एल छ अरे क्या यसको लेन्थ भनेको के छ अरे एल छ अरे अब मलाई भन्नु पऱ्यो क्या यसको भोल्टेज भने भी छ अरे है यहाँबाट आउनेको भोल्टेज भनेको चाहिँ भी छ अरे अब मलाई भन्नु पऱ्यो तिमीहरूले यो होइन एल लेन्थमा कति भोल्टेज ड्रप हुन्छ भन ल बोल एल लेन्थमा कति भोल्टेज ड्रप हुन्छ भी ड्रप हुन्छ होइन यस्तो के तिम्रो 50 भोल्टको ब्याट्री छ अरे होइन 50 भोल्टको ब्याट्री छ अरे अब तिम्रो के हुन्छ भन्दाखेरि हामी के गरी भन्छौँ भन्दाखेरि यति पुरै लेन्थमा 50 भोल्ट ड्रप हुन्छ भनेर भन्छौँ के है अब तिमीले यहाँ मात्र ड्रप गर्नु यहाँ मात्र कति ड्रप छ भन्ने त्यसलाई थाहा पाउनु मन लाग्यो अरे है यसमा मानौँ 20 छ अरे क्या त्यो रिलेसन भनेको यसले दिन्छ क्या तिमीले ठ्याक्क बुझ्छौ है एल लेन्थमा भोल्टेज ड्रप कति हुन्छ अरे भी हुन्छ अरे ठिक छ एल लेन्थमा भोल्टेज ड्रप भनेको कति हुन्छ अरे त्यसो भए वान लेन्थमा भोल्टेज ड्रप भनेको कति हुन्छ V by L हुन्छ नि हैन V by L हुन्छ अब x लेन्थमा भोल्टेज ड्रप कति हुन्छ भन ल V by L into x हुन्छ हैन र अनि यो हामी V by L लाई के भन्छौँ थाहा पोटेन्शियल ग्रेडियन्ट के भन्छौँ के बुझ्यौ अर्थात् तिम्रो यो के भन्ने कुरा त हेर त ल यो V पनि फिक्स हो यो पनि L पनि फिक्स हो भनेपछि के भन्ने कुरा के हुँदो रहेछ कन्स्ट्यान्ट हुँदो रहेछ के अब तिमीहरूलाई V equal to kx भन्ने कुरा सम्झिनु पर्यो V equal to kx भन्ने कुरा सम्झिनु पर्यो यसले के दिन्छ भन्दाखेरि तिम्रो मानौँ हैन तिमीलाई यो पोइन्टमा भोल्टेज कति ड्रप भयो थाहा पाउन मन लाग्यो अरे के तिमीलाई यो डिस्टेन्स भनेको x भयो के यो डिस्टेन्स तिमीलाई थाहा छ यो भनेको के भयो x भयो यो भ्यालु तिमीलाई थाहा भयो अनि के को भ्यालु थाहा हुन्छ थाहा भयो नि तिमीलाई थाहा हुन्छ भनेपछि यसमा ड्रप हुने भोल्टेज ठ्याक्क आउँछ के यही नै हो पोटेन्सियोमिटर भनेको यति नै हो के गरी मेजर काम भनेको यति नै हो के बुझ्यौ यति भन्ने कुरा तिमीहरूले यो कुरा बुझ्यो कि नै भन ल यो कुरा यो ठिक छ ल त्यसो भए यसो एउटा डेरिभेसन गर्दिहालौँ है गर्दिहालौँ अनि क्वेसन गरौँ त हुँदैन र यसको वाला है त ल हुन्छ कि नै यो वाला यही हो के मेन कन्सेप्ट भनेको यही नै हो के तिम्रो हैन यो हेर नि एल लेन्थमा भी ड्रप हुन्छ वान लेन्थमा कति हुन्छ भी बाई एल हुन्छ अब हैन एक्समा कति हुने भयो भी बाई एल इन्टु एक्स हुने भयो के भी बाई एल भनेको के एक्स भयो के त्यही भएर तिमीले भी इक्वल टु के एक्स गर्छौ नि हैन र भी इक्वल टु के एक्स गर्छौ के भी इक्वल टु के गर्छौ भी इक्वल टु के एक्स गर्छौ के अब यो भी र यो भी चाहिँ फरक भयो है बुझिराख यो भी भने कस्तो हो भी भन्दाखेरि यो पोइन्टमा कति ड्रप भयो त त्यो भी भयो के बुझ्यौ अनि तिम्रो यो के इक्वल टु भी बाई एल को यो भी छ नि यो भी भने चाहिँ यो भी भयो के
बुझ्यो होला है। अनि यो एक्स भनेको चाहिँ यो पोइन्टको थाहा भयो भने यो पोइन्टको डिस्टेन्स भनेर एक्स भयो क्या। यति कुरा बुझ्यो भने आफै गर्न सकिन्छ क्या अरू कुरा त। ल डेरिभेसन सकिहाल्यो मैले क्वेसन गरौँ ल हजुर। म भन्छु एउटा कुरा ल दाइ, त्यो माथिको ड्राइभिङ सेलको भोल्टेज होइन, इक्जामको क्वेसनमा कति थियो भने 4 दिएको थियो होइन, अनि त्यो रियो स्ट्यान्डको ठाउँमा आर मात्र दिएको थियो। अनि यो एबी हुँदाखेरि एउटा ब्याट्रीको नाप्दाखेरिको कन्डिसन थियो होइन। अनि क्वेसन के थियो भने एबी पोइन्टमा चाहिँ पोटेन्सियल डिफरेन्स कति हुन्छ भनेर क्वेसन थियो क्या। अनि त्यो चाहिँ कति हो यो निकाल्न सकिहालिन्छ नि तिम्रो होइन। अहिले मैले तिमीलाई 50 चाहिँ सबै 50 नै ड्रप हुन्छ भने नि त, अब यो 50 नहुन पनि सक्छ के तिम्रो। अब त्यो निकाल्ने कसरी हेर, भी इक्वल टु केएक्स निकाल्ने। अब के त तिमीलाई थाहा छैन नि बाबु, थाहा कि नै। अनि यसको लागि एक्स भने के हुन्छ, एल हुन्छ, त्यो निकाल्ने। सिम्पल त्यो कुरा भयो नि, बुझेनौ र? अनि त्यो गर्दा त्यति नै आउँछ त, 50 नै आउँछ त, किनकि 50 नै भयो, 50 नै भयो। अनि सरले क्यान्सल काट्दिनु भएको छ क्या मेरो। यो पोइन्ट नभनेको, यो पोइन्ट नभनेको, यो पोइन्ट नभनेको, यो पोइन्ट नभनेको, एबी पोइन्ट भनेको छ तिम्रो ए देखि बी सम्मको। हजुर। अनि तिम्रो तलतिर केही दिएको हो कि नै? तल एउटा त्यो ड्राई सेल राखेको छ, त्यो अनुसार भने चाहिँ फरक पर्छ क्या फेरि। त्यसै म कन्सेप्ट भनिदिन्छु, त्यो भयो भने फरक पर्छ है फेरि। ल त्यसो भए त त्यो पछि आउँछ, त्यो आउँदा भन्नु त्यसलाई। ल हेर है, यो एउटा कुरा भयो ल। अनि होइन तिमीहरूलाई यसमा एउटा खतरा क्वेसन सोध्छ कि, एउटा क्वेसन के हुन्छ भन्दाखेरि होइन, वाइ डु वी प्रिफर पोटेन्सियोमिटर टु मेजर इएमएफ अफ अ सेल रादर देन भोल्टमिटर भन्छ के। बुझ्यौ? एउटा क्वेसन बुझिराख न। क्वेसन चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ होइन पोटेन्सियोमिटर किन युज गर्छौँ के होइन, भोल्टमिटर भन्दा भने हुन्छ के। यसको एन्सर लेखिहाल है। किन भन्दाखेरि होइन पोटेन्सियोमिटर चाहिँ हामीले किन युज गर्छौँ भन्दाखेरि यसले होइन करेन्ट चाहिँ यसै भन्ने क्या, पोटेन्सियोमिटर डज नट ड्र क्या होइन, डज नट ड्र एनी करेन्ट फ्रम द सेल क्या। भन्नको मिनिङ पोटेन्सियोमिटरले भोल्टेज मेजर गर्ने भयो होइन, त्यो भोल्टेजलाई मेजर गर्न पनि त्यसले करेन्ट आफूलाई चाहिने करेन्ट लिने भएन क्या ब्याट्रीबाट। तर होइन अर्थात् सिम्पल यो कुरा बुझिराख्नु न, पोटेन्सियोमिटरको रेजिस्टेन्स कम हुने भयो, यो रेजिस्टेन्स कम हुने भने चाहिँ लेख्ने होइन क्या, यो कम हुने भयो। अब यो कम हुने भएपछि यसले करेन्ट नलिने भयो क्या। तर तिम्रो यसले आफैलाई काम गर्न चाहिँ नलिने भयो करेन्ट। तर भोल्टमिटरले के गर्छ भन्दाखेरि भोल्टेज नाप्नको लागि उसले पनि के गर्छ भन्दाखेरि करेन्टलाई ड्र गर्छ क्या सेलबाट। अनि त्यही भएर हामीले पोटेन्सियोमिटर चाहिँ युज गरेर हुन्छ क्या एकुरेट मेजर गर्नको लागि। बुझ्यौ? सिम्पल के कुरा बुझ भन्दाखेरि पोटेन्सियोमिटरले आफ्नो काम गर्नलाई करेन्ट लिँदो रहेछ सर्किटबाट होइन, तर भोल्टमिटरले के गर्दो रहेछ, लिँदो रहेछ होइन। अब करेन्ट त वेस्ट हुने भयो नि त होइन, यसको पनि वेस्ट हुने भयो भनिसकेपछि त हाम्रो एकुरेट नआउने भयो क्या। त्यही भएर एकुरेट नआउने भयो। अब पोटेन्सियोमिटरले करेन्ट लिएन भनेपछि त्यसले दिने इएमएफ भने त अलिकति एकुरेट भ्यालु होला नि त होइन र। त्यही भएर हामीले पोटेन्सियोमिटर युज गर्छौँ क्या। बुझ्यौ? सिम्पल के लेख्ने भन्दाखेरि वाइ डु वी प्रिफर पोटेन्सियोमिटर टु मेजर द इएमएफ अफ द सेल रादर देन भोल्टमिटर भन्यो भने बिकज पोटेन्सियोमिटर डज नट ड्र एनी करेन्ट फ्रम द सेल हुज इएमएफ इज टु बी मेजर के, बट द भोल्टमिटर draws the current from cell whose EMF के भन्ने whose EMF need to be measured भन्ने क्या। बुझ्यौ? यो कुरा भयो। अनि भोल्टमिटरले एकुरेट रिडिङ दिएन भन्ने कुरा आउँछ क्या यसको लागि। ठिक छ, यो एउटा कुरा भयो। अनि ठ्याक्कै यति कुराले चाहिँ यो वाला सकिन्छ है। अब यसको एप्लिकेसन हेर ल, एप्लिकेसन सजिलो भएर है। यसको एप्लिकेसन हेरौँ है त, यसको एप्लिकेसन हेरौँ ल। यसको एप्लिकेसनमा फर्स्ट नम्बरको एप्लिकेसन भने के भयो भन्दाखेरि टु कम्पेयर इएमएफ हेर है। टु कम्पेयर इएमएफ हेर है, टु कम्पेयर इएमएफ अफ टु सेल हेर ल। टु कम्पेयर हजुर एउटा रिक्वेस्ट आछ हैन, फेक आइडी हेरे, नामै फेक आइडी छोड्देऊ नगर। टु कम्पेयर इएमएफ अफ टु सेल हेर है त। अब तिम्रो के छ भन्दाखेरि हैन, तिम्रो जहिले पनि एउटा कुरा त हुनुपर्छ हेर है। एउटा कुरा के हुनुपर्छ भन्दाखेरि यो भनेको ड्राइभिङ सेल भयो हैन, यसको हामी के भन्छौँ, ई नट भन्छौँ यसलाई है। अनि यहाँनिर हामीले एउटा एमिटर राखेको हुन्छ हैन, एमिटर हैन करेन्टको लागि करेन्ट मेजर गर्न राखेको भयो क्या। अनि यहाँनिर एउटा रियोस्टेट राखेको हुन्छ हैन। अनि तिम्रो के भयो भन्दाखेरि यहाँ तिमीले के राखेको हुन्छ हेर है, यहाँ तिमीले के राखेको हुन्छ भन्दाखेरि एउटा वायर राखेको हुन्छ जसको लेन्थ भनेको एल लेन्थको वायर हुन्छ है। यसरी मार्नेको हुन्छ हामीले हैन। यहाँबाट यसरी आएर है, यहाँबाट यसरी आयो, यो अलिकति बिग्रेछ, यसलाई म यस्तो गरिदिन्छु है। यसलाई यो सिम्बल हो ल। अब तिम्रो यो ए र बी भयो ल, ए र बी भयो है, यो ए र बी भयो। अब हेर है, यो ए र बी भयो। अब यो ए र बी भइसकेपछि यहाँ हेर है, ए र बी भइसकेपछि तिम्रो यहाँ यस्तो हुने भयो क्या। तिम्रो यहाँनिर एउटा ब्याट्री आयो हैन, जसको इएमएफ भनेको कति छ अरे, E1 छ अरे। यसको इएमएफ भनेको कति छ अरे, E2 छ अरे है, E2 छ अरे। हामीलाई चाहिँ के मेजर गर्नु छ भन्दाखेरि यसको इएमएफ ठुलो कि यसको इएमएफ ठुलो भने मेजर गर्नु छ क्या। यो एउटा कुरा भयो। अनि यसको की भनेको K1 छ अरे क्या, यसको यो भनेको की भयो क्या, स्विच क्या, K1 भयो।
यसको लागि के छ अरे K2 छ अरे क्या की भनेको ठिक छ यो एउटा कुरा भयो ल अनि यहाँबाट हामी के गर्छौँ यहाँबाट के गर्छौँ एउटा ग्याल्भनोमिटर कनेक्ट गरिदिन्छौँ हैन अब यहाँबाट जकी भन्ने कुरा जान्छ हैन यहाँबाट के जान्छ एउटा जकी भन्ने कुरा जान्छ हैन यहाँबाट एउटा जकी भन्ने कुरा जान्छ यो कुरा भयो है अब हेर न तिमीले के गर्छौ भन्दाखेरि यो लेन्थ भने के भन्छौ हेर है यो लेन्थ भने के भन्छौ यसलाई हामी L1 भन्छौँ यसलाई के भन्छौँ हामी यसलाई भनेको L2 भन्छौँ के यसलाई हामी के भन्छौँ L2 भन्छौँ के बुझ्यौ यति कुरा हेर त ल तिम्रो यहाँ के रहेछ भन्दाखेरि तिम्रो इ नट यो लेख है गिभन लेख त ल गिभन चाहिँ यसको लागि के हो भन्दाखेरि फर्मुला एकदम सजिलो छ तर लेख्ने कुरा बुझ्नु पर्यो के हेर है तिम्रो हेर न इ नट भने के हो भन्दाखेरि EMF के हो EMF अफ के भनौँ EMF अफ ड्राइभिङ सेल भए EMF अफ ड्राइभिङ सेल भए यो सेलको EMF भयो ल अनि एउटा कुरा बुझिराख तिमीले जसको EMF मेजर गर्नु पर्यो नि यो दुईटाको EMF भन्दा यसको EMF ठुलो हुनुपर्छ है यो कुरा बुझिराख्नु पर्यो तिमीहरूले EMF of driving cell must be greater than EMF of this battery के बुझ्यौ अनि हैन E1 र E2 भने के भयो E1 र E2 भने के भयो भन्दाखेरि EMF of सेल भयो जसको चाहिँ हामीले के गर्न खोजिरहेका छौं कम्पेयर गर्न खोजिरहेका छौं यो कुरा भयो ल सिम्पल यो कुरा भयो K1 र K2 भने के भयो K1 र K2 भने के भयो की भयो के स्विच जस्तो भयो ल K1 र K2 भने के भयो की भयो यो कुरा भयो अब हेर है तिम्रो हैन अनि यो A र B भने के भयो है A र B भनेको L भयो यो भनेको लेन्थ अफ के भयो लेन्थ अफ पोटेन्सियोमिटर भयो क्या लेन्थ अफ के भयो पोटेन्सियोमिटर भयो क्या लेन्थ अफ पोटेन्सियोमिटर भयो ल अब यो कुरा भयो अब हेर न प्रिन्सिपल अफ पोटेन्सियोमिटरले हामीलाई के भन्छ भन्दाखेरि एउटा कुरा भन्छ के हैन जस्तै यहाँ राम्रोसँग बुझ ल अब हामी यहाँनिर हैन के गर्छौँ भन्दाखेरि यहाँ हेर ल हामीलाई फ्रम प्रिन्सिपल अफ पोटेन्सियोमिटर क्या फ्रम प्रिन्सिपल अफ के भन प्रिन्सिपल अफ पोटेन्सियोमिटर क्या पोटेन्सियोमिटर है यसले हामीलाई के भन्छ भन्दाखेरि पोटेन्शियल ड्रप एक्रस एनी हैन लेन्थ एक्रस मतलब बिट्विन एनी टु पोइन्ट इज डाइरेक्टली प्रोपोर्सनल के हुन्छ लेन्थ अफ वायर हुन्छ नि हैन लेन्थ अफ वायर हुन्छ भन्छ नि त अर्थात् त्यही हो के यहाँ कति ड्रप हुन्छ यसको लेन्थ कति छ त्यसमा डिपेन्ड गर्छ भने नि त एउटा कुरा भयो ल अब हामी यहाँ के गर्छौँ मेरा यहाँ सुन हामी यहाँनिर यो कीलाई युज गर्छौँ क्या यो कीलाई के गर्छौँ युज गर्छौँ हेर है अब हामी फर्स्ट केसमा के गर्छौँ भन्दाखेरि वेन हेर है वेन के गर्छौँ वेन K2 इज ओपन K2 ओपन हुँदाखेरि वेन K2 इज ओपन एन्ड K1 इज के भन K1 इज क्लोज्ड क्या अब यो एउटा कुरा बुझ्नु पर्यो है तिमीहरूले तिम्रो के छ अरे भन्दाखेरि K2 ओपन भएको मिनिङ के हो भन्दाखेरि भाइ बहिनी हो यो E2 भन्ने यो सर्किटमा भाग लिने भयो त होइन हैन र करेन्ट फ्लो हुन क्लोज सर्किट हुनुपर्छ भनिसकेपछि यो सर्किट त कामै लागेन क्या अब यो सर्किट त कामै लागेन क्या हामीलाई बुझ्यौ यो सर्किट हामीलाई काम लागेन यो K1 हामीले के गरिदियो क्लोज गरिदियो भनिसकेपछि तिम्रो यो E1 भन्ने EMF केमा डिपेन्ड गर्छ भन ल के डिपेन्ड गर्छ अब यहाँ एउटा कुरा लेखेको रहेछ K2 इज ओपन K1 इज क्लोज भयो हैन अनि हैन यो केसमा चाहिँ के छ अरे भन्दाखेरि L1 बी द नल डिफ्लेक्सन पोइन्ट क्या L1 बी द नल डिफ्लेक्सन पोइन्ट यो म तिमीलाई राम्रोसँग बुझाइदिन्छु ल नल डिफ्लेक्सन पोइन्ट हेर है यस्तो भन्न खोजेको क्या तिम्रो E1 र E2 को हामीलाई EMF मेजर गर्नु छ हामी के गर्छौँ भन्दाखेरि यो K1 लाई के गर्छौँ ओपन गरिदिन्छौँ यसलाई हामी क्लोज गरिदिन्छौँ है क्लोज गरिदिन्छौँ अब यो ओपन गरिदियो भने त यो E2 को नाम निशान नगर्दैन क्या भनेपछि यो सर्किट यो वाला पार्टै हुँदैन क्या यो वाला पार्ट नै नहुने भयो यो वाला पार्ट नै नहुने भयो अनि यो केसमा हामीले के गरेर भन्दाखेरि यो जकी छ नि भाइ बहिनी यो भने जकी भयो है तिमीले हैन यहाँबाट हैन सार्दै लान्छौ हैन अनि एउटा यस्तो पोइन्ट आउँछ अनि यो जी मा ग्याल्भनोमिटरको डिफ्लेक्सन के हुन्छ 0 भइन्छ नि त हैन र हेर है बुझ है सुन तिम्रो के छ भन्दाखेरि यसरी बुझ न यहाँ हेर ल तिमीहरूले यसले भाग नलिने कुरा बुझ्यो है यसले भाग नलिने कुरा बुझ्यो है फिल्ड अलिकति यसले भाग लिँदैन हाम्रो सर्किटमा किनकि यो भने K2 भने के छ ओपन छ अनि मैले तिमीलाई के भने भन्दाखेरि तिम्रो हैन यो ड्राइभिङ सेलले त के गरेको हुन्छ भन्दाखेरि ड्राइभिङ सेलले अथवा यसरी बुझ न यो पोइन्टमा त यो यसको यो हैन यो वायरको डिफ्रेन्ट पोइन्टमा के भइरहेको हुन्छ भन्दाखेरि पोटेन्शियल त फरक हुन्छ नि त्यसको लागि हैन र फरक हुन्छ मानव हैन के छ अरे भन्दाखेरि यो ब्याट्रीको पोटेन्शियल भनेको 2 भोल्ट छ अरे यो ब्याट्रीको पोटेन्शियल भनेको 2 भोल्ट छ अरे है अनि हैन भाइ बहिनी हो यो भने यो हेर न यहाँबाट गएर L1 भनेर हामीले यो माने हैन हेर र L1 भने हामीले यो माने हैन हेर त ल यो नमान ल यो नमान है तिमीले यो नमान यो यसको भोल्टेज भनेको 2 भोल्ट भयो रे यसको भोल्टेज भनेको 2 भोल्ट भयो रे मान है यो ब्याट्रीको भनेको 2 भोल्ट छ रे हैन अनि हामी के गर्छौं भन्दाखेरि यहाँबाट हैन स्लाइड गर्दै लान्छौं स्लाइड गर्दै लान्छौं अनि एउटा पोइन्ट पछि ठ्याक्क एउटा यस्तो पोइन्ट आउँछ जुन बेला ग्याल्भनोमिटरले के गर्छ डिफ्लेक्सन 0 देखाउँछ हैन त्यो पोइन्टमा के भएको हुन्छ भन्दाखेरि तिम्रो यो 2 भोल्ट छ नि यो ब्याट्रीको 2 भोल्ट नै यहाँसम्म यति लेन्थमा ड्रप हुने भोल्टेज भनेको कति हुँदो रहेछ 2 भोल्ट हुँदो रहेछ के भन्न खोजेको मिनिङ यस्तो भन्न खोजेको
यहाँनिर नै हैन यहाँ 2 भोल्ट यो ब्याट्री भनेको 2 भोल्ट छ अरे हैन 2 भोल्ट छ अरे यो तिमीले स्लाइड गर्दै गर्दै लगेर एउटा यस्तो पोइन्ट थाहा पाउँछौ हैन जुन पोइन्टमा चाहिँ यो पोइन्टको र यो पोइन्टको पोटेन्शियल र यो ब्याट्रीको पोटेन्शियल सेम हुन्छ अनि त्यो केसमा के हुन्छ है करेन्ट फ्लो हुँदैन हैन र पोटेन्शियल सेम भयो भने करेन्ट के हुन्छ फ्लो हुँदैन बुझ्यौ यहाँ भने 2 भोल्टै भेट्यो के हामीलाई यहाँ 2 भोल्टै भेट्यो अनि त्यहाँबाट डिफ्लेक्सन देखाउँदैन के अनि तिमीलाई थाहा हुन्छ E1 भन्ने कुरा थाहा हुन्छ के तिमीलाई पहिल्यै सुरु यो E1 भन्ने कुरा थाहा हुँदैन के तिमीलाई यसरी निकालेको हुन्छ तिमीले यसरी निकालेको हुन्छ कसरी E = कसरी निकालेको हुन्छ k * x गरे हुन्छ के त तिमीलाई थाहा हुन्छ अनि Ln पनि थाहा हुँदैन र यसरी निकालेको हुन्छ एउटा कुरा भयो भनिसकेपछि यहाँबाट के भएर है E1 चाहिँ केमा डिपेन्ड गर्यो E1 डाइरेक्टली प्रोपोर्सनल टु L1 मा डिपेन्ड गर्यो के बुझ्यौ यसलाई इक्वेसन 1 भन अब फेरि म यहाँ के गर्छु भन्दाखेरि यसलाई यसो गरिदिन्छु हेर यसलाई म यसो गरिदिन्छु है तिमीहरु चाहिँ नगर्नु यो अब म यहाँ डुप्लिकेट गर्छु हैन अब अर्को केस गर्छु के हेर है अर्को केसमा के गर्छु भन्दाखेरि हैन अर्को केसमा म यहाँ के गर्छु भन्दाखेरि हेर त ल यसलाई म मेट्छु हेरलाई अर्को केसमा के गर्छु हेर ल अर्को केसमा म यहाँ के गर्छु भन्दाखेरि अब K2 लाई चाहिँ म के गर्छु भन ल K2 लाई चाहिँ म क्लोज गर्छु हैन K1 लाई के गर्छु ओपन गर्छु के K1 लाई म ओपन गर्छु K2 लाई के गर्छु भन क्लोज गरिदिन्छु के अनि भनिसकेपछि तिम्रो अब यहाँ के हुन्छ हेर है त तिम्रो अब यहाँ के हुन्छ हेर ल म यहाँ L2 मान्छु यहाँ म E2 मान्छु हैन E2 मान्छु यहाँ के मान्छु L2 मान्छु के अब यसको नि मिनिङ बुझ न हेर न तिमीले के गर्यौ भन्दाखेरि K2 लाई के गर्यो क्लोज गरिदियो हैन K1 लाई ओपन गरिदियो भनेपछि यो सर्किटको नाम निशान छैन अब हाम्रो यहाँनिर किनकि यो ओपन सर्किट भयो है ओपन सर्किट भयो हैन अब हेर न मानौँ हैन यो ब्याट्रीको पोटेन्शियल भनेको हामीले एस्टिमेट गर्यौं के मतलब यो भने 5 भोल्ट छ अरे 5 भोल्ट हैन मानौँ 1 भोल्ट छ अरे के ल हामीलाई थाहा हुँदैन तर 1 भोल्ट भन्ने कुरा पहिला सुरु हामी के गर्छौं यहाँबाट स्लाइड गर्दै गर्दै लान्छौं कुनको जकी कुनबाट यो जकीबाट हेर है यो जकीबाट के गर्छौं स्लाइड गर्दै गर्दै लान्छौं हेर है स्लाइड गर्दै 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 लयो हामीलाई के थाहा छ भन्दाखेरि यो AB भन्ने पोइन्टको हैन AB भन्नेको डिफरेन्ट पोइन्टमा पोटेन्शियल के हुन्छ फरक हुन्छ भनिसकेपछि यो एउटा पोइन्ट यस्तो आउँछ कि जुन पोइन्टमा हैन यो पोइन्टको पोटेन्शियल र यो ब्याट्रीको पोटेन्शियल के हुन्छ सेम हुन्छ अनि त्यो पोइन्टमा के हुन्छ भन ग्यालोमिटरको डिफ्लेक्सन 0 हुन्छ के कसरी भन्छ भन्दाखेरि जब तिम्रो पोटेन्शियल डिफरेन्ट सेम हुन्छ नि भाइ बहिनी हो त्यो बेला करेन्ट कहिले पनि फ्लो हुँदैन के अनि करेन्ट फ्लो नभइसकेपछि ग्यालोमिटरले 0 रिडिङ देखाउने भयो के बुझ्यौ त्यसलाई नै हामी के भन्छौं नल डिफ्लेक्सन पोइन्ट भन्छौं के हैन भनिसकेपछि यसको लागि पनि के भयो E2 चाहिँ केमा डिपेन्ड गरेर है L1 मा डिपेन्ड गर्यो कसरी प्रिन्सिपल अफ पोटेन्सियोमिटरबाट बुझ्यौ हामी त्यही कुरा लेख्छौं है E2 चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु के भयो L2 भयो के बुझ्यौ यो कन्सेप्ट बुझ्यौ कि नै यसै गरी तिमीले न्यूमेरिकलमा गर्ने हो के है बुझ्यो दाइ भनिसकेपछि तिमी के गर भन्दाखेरि E1 र E2 लाई डिवाइड गरेर के E1 र E2 लाई डिवाइड गरेर ल यसलाई के गर भन्दाखेरि फ्रम इक्वेसन 1 एन्ड 2 के फ्रम इक्वेसन हैन इक्वेसन 1 एन्ड 2 ल 1 एन्ड 2 यहाँबाट के आएर ती E1 by E2 equal to के आयो भने ल E1 by E2 equal to के आयो L1 by L2 आयो के यो यस्तो सजिलो भयो मैले तिमीलाई किन बुझाए भन्दा तिमीले बुझ्छौ के न्यूमेरिकल अनुसार न्यूमेरिकल आयो भने तिमीले ठ्याक्क बुझ्छौ के कन्सेप्ट बुझ्नु पर्यो के यसको लागि हेर त ल सिम्पल के है E1 by E2 equal to L1 by L2 छ के अब यो कसरी भयो भन्दाखेरि यसलाई हटाउन प्रोपोर्सनली कन्स्टेन्ट के आउँछ के भन्ने आयो रे मानौ हैन यहाँ पनि के भन्ने आयो रे इक्वल टु हुन्छ के र के काटिन्छ त्यही भएर यो कुरा आयो के सिम्पल यो कुरा लेख्न पाइन्छ ल हामीले है हुन्छ यो कुरा भयो ल बुझ्यौ कि नै भन ल बोल बुझ्यो दाइ तिमीले बुझेर है यो एउटा भयो अनि अर्को एउटा पनि सक्दिहालौँ ल हुन्छ अर्को एउटा पनि सक्ने ल यो सेकेन्ड नम्बरको वाला है यो नि इम्पोर्टेन्ट छ यो चाहिँ खासै सोधिँदैन हैन यो खासै सोधिँदैन हैन यो चाहिँ इम्पोर्टेन्ट छ ल यो चाहिँ के हो भन्दाखेरि टु डिटरमाइन द हेर त ल टु डिटरमाइन है टु डिटरमाइन द इन्टरनल रेजिस्टेन्स क्या टु डिटरमाइन द इन्टरनल रेजिस्टेन्स अफ के भन इन्टरनल रेजिस्टेन्स अफ अ सेल क्या सेल युजिङ के भन युजिङ पोटेन्सियोमिटर है युजिङ पोटेन्सियोमिटर हेर त ल अब फेरि यहाँ मैले भन्न फेरि है अब तिमीलाई L1 र L2 दुवै थाहा हुन्छ हैन L1 र L2 दुवै थाहा हुन्छ यहाँबाट पनि थाहा हुन्छ के हेर न L1 र L2 दुवै थाहा हुन्छ हैन अनि तिमीलाई E1 र E2 भनेर निकाल्न सकिन्छ के यदि L2 ठुलो भयो भने यो सानो हुँदो रहेछ E1 भन्ने सानो हुँदो रहेछ हैन र L1 सानो भयो भने E2 के हुँदो रहेछ भन ल ठुलो हुँदो रहेछ भनेपछि E1 र E2 मा फरक थाहा पाउन सकिदैन र कम्पेयर गर्न सकिदैन र सकिन्छ नि त तिमीले एक्सपेरिमेन्ट गरेको छौ हेर है यो कुरा भयो यसमा चाहिँ हामी के गर्छौं एउटा रिलेसन निकाल्छौं के रिलेसन के निकाल्छौं भन्दाखेरि R इक्वल टु सानो R इक्वल टु ठुलो R L1 by L2 minus 1 भन्ने रिलेसन निकाल्छौं के हामी बुझ्यौ यो वाला रिलेसन हामी निकाल्छौं अब यसको लागि फिगर बनाउँ पहिला सुरु हेर है फर्स्टमा हामी बनाउनु भनेको माथिको पार्ट यतिकै बनाउने हो हेर है एउटा के हुन्छ ड्राइभिङ सेल हुन्छ एउटा भनेको हामीसँग हैन एउटा ड्राइभिङ सेल हुन्छ यहाँ रियो स्टार्ट हुन्छ हैन रियो स्टार्ट हुन्छ अनि यहाँ के हुन्छ भन्दाखेरि हैन यहाँ के हुन्छ भन्दाखेरि यहाँनिर के हुन्छ भन्दाखेरि एउटा कुरा हुन्छ है यहाँनिर के हुन्छ भन्दाखेरि यहाँनिर पोटेन्सियोमिटर हुन्छ यहाँ के हुन्छ पोटेन्सियोमिटर हुन्छ पोटेन्सियोमिटरको के हुन्छ भन्दाखेरि यहाँनिर यसलाई हामीले उ गरेर देखाएको हुन्छ नि हैन र एउटा मतलब स्केल पनि हुन्छ नि यो सँगसँगै भनेपछि यसलाई हामी A भन्छौं हैन यसलाई A भन्छौं यसलाई B भन्छौं ल
यसलाई हामी ए भन्छौँ, यसलाई बी भन्छौँ। अब चाहिँ हामी यहाँ के गर्छौँ भन्दाखेरि यहाँनिर होइन अघि हामीले E1 र E2 लिएको थियो भने तर हामी यहाँ E1 र E2 लिँदैनौँ के लिन्छौँ भन्दाखेरि एउटाको चाहिँ रेजिस्टेन्स एउटाको चाहिँ होइन एउटा भनेको EMF त लिने भइहाल्यो होइन एउटा EMF मतलब एउटा ब्याट्री लियो जसको हामीलाई के थाहा पाउनु छ इन्टरनल रेजिस्टेन्स थाहा पाउनु छ जसलाई हामी R भन्छौँ ल। यो ब्याट्रीले इन्टरनल रेजिस्टेन्स भनेको कस्तो हो भन्दाखेरि ब्याट्रीले आफैले रेजिस्टेन्स आफूले पनि रेजिस्टेन्स दिइरहेको हुन्छ क्या मतलब आफ्नो रेजिस्टेन्स पनि हुन्छ क्या ब्याट्रीको त्यो भनेको R भयो क्या बुझ्यौ। ब्याट्रीले होइन आफ्नो ब्याट्रीको आफ्नै रेजिस्टेन्स पनि हुन्छ क्या त्यसलाई के भन्छौँ हामी R भन्छौँ क्या त्यही नै के हो इन्टरनल रेजिस्टेन्स भयो। अनि अर्को केसमा के लिन्छौँ भन्दा हामी यहाँनिर होइन रेजिस्टेन्स बक्स लिन्छौँ क्या यो RB भन्ने कुरा लिन्छौँ क्या होइन। यो भनेको चाहिँ होइन हामीले थाहा हुने भयो क्या भ्यारी गर्न मिल्ने भयो क्या होइन यो थाहा तिमीहरूलाई यसको पनि प्र्याक्टिकल गरे होला तिमीहरूले होइन। अनि यहाँ हामी की लिन्छौँ एउटा है यहाँ की लिन्छौँ क्या की लिन्छौँ जसको थ्रुबाट हामीले कन्ट्रोल गर्न सक्छौँ होइन। अनि यसलाई जोडेर हामी के गर्छौँ है ग्यालोमिटर लिन्छौँ होइन। अनि यहाँबाट हामी के गर्छौँ हेर त ल एउटा भनेको यो भनेको के गर्छौँ हामी यसलाई L1 भन्छौँ यसलाई भने हामी L1 भन्छौँ होइन। अनि अर्को भनेको यस्तो आयो अरे अर्को भनेको यहाँ आइपुग्यो अरे होइन यसलाई हामी के भन्छौँ भन यसलाई हामी L2 भन्छौँ ल। यसलाई हामी के भन्छौँ यो लेन्थलाई हामी के भन्छौँ यो लेन्थलाई हामी के भन्छौँ L2 यो वाला भ्यारी गर्न क्या खान्छ तिमीले होइन डिफ्रेन्ट पोइन्ट मेजर गर्दै लान्छौ के कम्बिनेसन बनाउने हो क्या तिम्रो रेजिस्टेन्सको यहाँनिर कम्बिनेसन बनाएपछि के हुन्छ भन्दाखेरि तिमीले भ्यारी गर्दै लान्छौ अनि एउटा पोइन्टमा पुगिसकेपछि ठ्याक्क हुन्छ क्या यो फर्मुलाबाट आउँछ क्या हेर न तिम्रो यो फर्मुलामा R भन्ने कुरा आइरहेको नि त तिमीले यहाँनिर नल डिफ्रेन्सको पोइन्टै थाहा पाउने हो होइन। अनि त्यो पोइन्टमा R कति छ त त्यो लिने हो अनि तिमीलाई यो R आउँछ क्या पहिला डेरिभेसन बुझ्न पनि सकिन्छ है त ल। हेर न डेरिभेसन सजिलो हेर यहाँ सुन अब यहाँ बुझ एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि तिमीहरूले होइन जब ओपन सर्किट हुन्छ नि अनि एउटा क्लोज सर्किट हुन्छ क्या एउटा के हुन्छ क्लोज सर्किट हुन्छ क्या तिम्रो होइन ओपन सर्किट भनेर केही पनि नजोडेको ब्याट्री यतिकै ठिङ्रिङ्ग ब्याट्री भएको अरे ब्याट्री यतिकै छ अरे यो बेलामा ब्याट्रीको EMF के हुन्छ EMF हुन्छ क्या EMF के हुन्छ EMF हुन्छ अर्थात् ब्याट्रीको भोल्टेज भनेको के हुन्छ EMF हुन्छ क्या बुझ है। तिम्रो ब्याट्री छ अरे तिमीसँग होइन तिम्रो ब्याट्री छ अरे यो ब्याट्रीलाई हामीले कुनै सर्किटमा लगाएको छैनौँ क्या भनिसकेपछि तिमीले यसमा नाप्ने पोटेन्सियल यसमा नाप्ने भोल्टेज भनेको के हुन्छ EMF हुन्छ। अनि यसलाई हामीले के गरेर भन्दा एउटा रेजिस्टेन्ससँग लगेर जोडिदियो अरे क्या जोडिदियो अरे अब यसले दिने भोल्टेज भनेको के हुन्छ पोटेन्सियल डिफरेन्स हुन्छ क्या यो कुरा तिमीहरूले बुझ्नुपर्छ यो 11मा पढाएको कुराहरू हो। ओपन सर्किटमा जहिले पनि EMF नाप्छ क्लोज सर्किटमा के हुन्छ पोटेन्सियल डिफरेन्स नाप्छ क्या। अब हेर ल हामी यहाँ के गर्छौँ भन्दाखेरि फ्रम प्रिन्सिपल अफ पोटेन्सियोमिटर है फ्रम प्रिन्सिपल अफ के भन पोटेन्सियोमिटर हेर ल यो लेख्नै पर्यो ल पोटेन्सियोमिटर लेख है तिमीहरू पोटेन्सियोमिटर लेख है। यसले के भन्छ भन्दाखेरि पोटेन्सियल डिफरेन्स डाइरेक्ट प्रोपोर्सनल टु के हुन्छ भन लेन्थ हुन्छ भन्छ नि त होइन र। अब हामी यहाँ के गर्छौँ भन्दाखेरि वेन हेर है वेन कि भने वेन K1 इज ओपन भएको बेलामा अब यो रेजिस्टेन्स भएको यो के छ अरे ओपन गरिदियो अरे क्या हामीले हेर है ओपन गरिदियो अरे। अब होइन यो ओपन भएको बेलामा यो ब्याट्रीको यो यसको थ्रुबाट क्या हामीले EMF नाप्छौँ कि पोटेन्सियल डिफरेन्स नाप्छौँ भन त ल ओपनमा EMF भनिसकेपछि यहाँ के लेख्ने हेर है E डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ L1 हुन्छ यसको लागि L1 भनेको के भन्छौँ हामी नल डिफ्लेक्सन पोइन्ट भन्छौँ के बुझ्यौ। अर्थात् यो पोइन्टको पोटेन्सियल भनेकै यो ब्याट्रीको पोटेन्सियल रहेछ क्या ठिक छ यो कुरा बुझ्यौ बोल ल यो कुरा बुझ्यो कि नै हामीले यो रेजिस्टेन्स मगलाई इन्भल्भ गरेको छैन यो एउटा कुरा भयो। अब फेरि हेर है वेन के भन वेन की इज क्लोज क्या सुन ल यो बुझाउँछ नि। अब तिम्रो होइन की चाहिँ हामीले के गर्यो भन क्लोज गरिदियो क्या की चाहिँ हामीले के गर्यो भन क्लोज गरिदियो। अब यो कीलाई क्लोज गर्यो भने ई पनि सर्किटमा आउने भयो RB पनि सर्किटमा आउने भयो नि त भनेपछि यसले के मेजर गर्ने भयो भन पोटेन्सियल डिफरेन्स मेजर गर्ने भनेपछि यहाँ के लेख्छौँ भन्नुलाई V चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ L2 हुन्छ क्या यस्तो भनेको कान्छ तिम्रो ओपन सर्किटमा जहिले पनि EMF मेजर गर्छ क्लोज सर्किटमा पोटेन्सियल डिफरेन्स मेजर गर्छ क्या है बुझ है। अब हामीले यो के भन्ने यो केलाई के यो के क्या यो चाहिँ के हो क्या तिमीहरूले बुझ्नु होला यो की भयो क्या यो कीलाई के गर्यो ओपन गर्यो होइन यो कीलाई ओपन गर्यो भने होइन यो सर्किटमा आउने भएन क्या किनकि ओपन सर्किट भयो नि त यो पाथ भने ओपन भयो नि त। अब यसको लागि होइन हामीले यो जकीलाई स्लाइड गर्दै ल यहाँबाट यहाँ पुगेपछि के हुन्छ भन्दाखेरि यहाँको पोटेन्सियल भनेको यहाँ योको मतलब यो ब्याट्रीको पोटेन्सियलसँग इक्वल हुन्छ नि त त्यो बेलामा हामीले के मेजर गरेको हो भन्दाखेरि EMF मेजर गरेको हो क्या त्यही भएर हामी E चाहिँ प्रोपोर्सनल टु L1 लेख्छौँ है यो कुरा भयो। त्यस्तै गरी अब तिमीले होइन कीलाई के गर्यो क्लोज गरिदियो क्या कीलाई क्लोज गरिदियो भने के हुन्छ भन ल कीलाई क्लोज गरिदियो भने यो EMF पनि सर्किटमा आउने भयो RB पनि केमा आउने भयो सर्किटमा आउने भयो। त्यो बेला के हुन्छ V चाहिँ प्रोपोर्सनल टु के हुन्छ L2 हुन्छ के यो केसमा हाम्रो
यो वाला L2 होला, यो लेन्थ भने होला L2 भनेको चाहिँ आयो। अब यो कुरा भयो ल। अब यसलाई इक्वेसन 1 भन्न, यसलाई इक्वेसन सेकेन्ड भन्न क्या, यसलाई इक्वेसन के भन्न सेकेन्ड भन्न। अब इक्वेसन फर्स्ट र सेकेन्डलाई डिभाइड गरेर क्या इक्वेसन के गर इक्वेसन हैन फ्रम इक्वेसन के भन्न फ्रम इक्वेसन 1 and 2 हेर ल। अब यहाँबाट के आयो र यहाँबाट के आयो भन्दाखेरि E/V भने के आयो भन्दाखेरि L1/L2 आयो। आयो कि नै भन ल। यसलाई इक्वेसन कति भन थर्ड भन क्या। यो आयो कि नै बोल, यो कुरा आयो कि नै? यो कुरा आयो, यो कुरा आयो ल। म आयो भन्ने बित्तिकै एउटा पेपर थप्छु यहाँनिर इन्सर्ट है। पक्का म पेपर थपिहाल्छु है। यतिले पुग्छ होला ल। यो कुरा भयो ल। E/V भने के आयो L1/L2 आयो। यो कुरा ठिक छ भन ल बोल। ठिक छ यो कुरा? यो कुरा बुझ्यो होला तिमीहरूले। अब हेर है, अब यहाँ सुन, हामीलाई हैन रिलेसन बिट्विन यो कुरा थाहा हुनुपर्छ क्या। रिलेसन बिट्विन EMF भोल्टेज र इन्टरनल रेजिस्टेन्स R अनि करेन्ट I को रिलेसन थाहा हुनुपर्छ क्या। यसको रिलेसन के हुन्छ? E = V + IR हुन्छ होला, हो कि नै? यहाँ सुन, यो रिलेसन भनेको हामीले 11 मा पढेको। सुन है, यो रिलेसन हामीले 11 मा पढेको। यो भनेको EMF भनेको भोल्टेज हैन, EMF भनेको भोल्टेज प्लस IR हुन्छ के। IR भनेको चाहिँ कस्तो भन्दाखेरि यो ब्याट्रीले कति खान्छ क्या त्यो भोल्टेज भयो क्या IR भनेको चाहिँ। अब जब हामीले इन्टरनल रेजिस्टेन्सलाई के मान्छौँ 0 मान्छौँ नि त। यो 0 मा मान्यो भने के हुन्छ EMF भनेको के हुन्छ पोटेन्शियल डिफरेन्स हुन्छ के। बुझ्यौ? हेर बुझ, तिम्रो इन्टरनल रेजिस्टेन्सलाई हामीले नेग्लेक्ट गर्यो भने जहिले पनि के हुँदो रहेछ, यो त गयो भनेपछि EMF भनेको के हुन्छ पोटेन्शियल डिफरेन्स हुन्छ। जब तिम्रो इन्टरनल रेजिस्टेन्सलाई हामीले नेग्लेक्ट गर्दैनौ नि त्यो केसँग के हुन्छ पोटेन्शियल डिफरेन्स भनेको के हुन्छ भोल्टेजसँग बराबर हुँदैन के। यो हामीले 11 मा पढेको रिलेसन। यो कुरा बुझ्नु पर्यो तिमीहरूले है ल। अब हेर है, यो कुरा बुझिसकेपछि म यहाँ के गर्छु भन्दाखेरि फ्रम रिलेसन हेर त ल। फ्रम रिलेसन कुन रिलेसनबाट भन्दाखेरि E = V + IR भन्ने रिलेसनबाट के। यो रिलेसनबाट हामीले के निकाल्न सक्छौँ भन्दाखेरि यो कुरा निकाल्न सक्छौँ। हेर है, म यहाँ E नै लाग्छु ल। मलाई किन यहाँ E/V चाहिएको नि त हैन र। अब यहाँ के गर्छु भन्दाखेरि यहाँबाट V कमन लिन्छु। हेर है, यहाँबाट V कमन लिन्छु, यहाँ 1 आउँछ होला, यहाँ 1/V अनि यहाँ R आउँछ होला हैन र। कमन लिँदाखेरि यो कुरा आउँछ होला। अर्थात् यहाँबाट के आयो है E/V भने के आयो भन्दाखेरि E/V भनेको 1 + I/V टाइम्स R आउँछ होला। यो कुरा गरेको बुझ्यो कि नै? यहाँबाट मैले V कमन लिएँ, V कमन लिएपछि के भयो, V लाई मैले तल फाल्दिएँ, E/V = 1 + I/V टाइम्स R आयो। यो कुरा है। अनि हामीलाई थाहा किन हेर ती उइनो हेर ल। हामीलाई यो थाहा नि त V = IR भन्ने कुरा थाहा छ। अब मलाई के चाहिएको हेर है I/V को रेसियो चाहिएको हैन। भनिसकेपछि यो भनेको 1/R = I/V हुन्छ कि नै? यसलाई यताउता गर्दाखेरि हुन्छ नि त 1/R = I/V हुन्छ भनिसकेपछि यसलाई म के लेख्छु हेर है। यसलाई म के लेख्छु भन्दाखेरि E/V भयो हैन। E/V = 1 + 1/R टाइम्स के भन 1/R टाइम्स R भयो के। ठिक छ? अब हेर न, तिम्रो यसलाई कति माना भन्दाखेरि यसलाई इक्वेसन 4th माना, यसलाई इक्वेसन 4th माना है। यो कुरा बुझेको कि नै भन त ल। यो कुरा चेन्ज गरेर बुझेको कि नै? यो कुरा बुझ्दैन क्या धेरैले। यो कुरा चेन्ज गरेर बुझेको कि नै? बोल त एकचोटी। बुझेछ है? यो चेन्ज गरेको बुझे है। डिभाइड गरेको अनि I/V भनेको 1/R हुन्छ हैन, 1/R हुन्छ। यही कुरा गरे नि, के त गरे हैन, सिम्पल यो कुरा भयो। माथिबाट 81 कहाँबाट आयो? 3 बाट बुझाइदिनु न एकचोटी। यो रिलेसन कहाँबाट आयो भने हजुर यो 11 को है, 11 को DC भन्ने सर्किटमा पढेको रिलेसन हुन्छ हैन। अब यो आइसकेपछि के कान्छ यस्तो यो लेख्दा अरु के एक्सप्लेनेसन दिन पर्दैन। सिम्पल यो भन्ने वेयर इज द EMF, V इज द भोल्टेज, I इज द करेन्ट, R इज द इन्टरनल रेजिस्टेन्स भन्ने। बुझ्यौ? अरु कुरा केही लेख्नु पर्दैन ल। अनि यसपछि के गरे हेर नि, यहाँबाट V कमन लिएको, V कमन लियो भने त यहाँ त 1 हुन्छ नि त, यहाँ V छैन त्यही भएर यहाँ V डिभाइडमा आउँछ हैन र। V डिभाइडमा आयो अनि यो V लाई मैले तल फालिदिएको E/V = के भयो 1 + I/V टाइम्स R भयो हैन र। अब मलाई यहाँ E/V चाहियो नि त रिलेसन भनेपछि मैले E/V बनाए अनि यो 1/I/V भने के हुन्छ र 1/R हुन्छ नि त V = IR बाट। अब भनिसकेपछि यो E/V को ठाउँमा के राख्छु L1/L2 राख्छु के, L1/L2 राख्छु के। L1/L2 = 1 + R/ के गर्छु म R गर्छु के। यो कुरा बुझ्यौ? बुझ्या कि नै भन ल। लास्टको चाहिँ बुझेन। यो बुझेनौ? यो E/V भएर त कुन बुझेनौ कान्छा? यो लास्टको यहाँ है सुन, यो भनेको मेरो यो हो नि त L1/L2 भयो नि त, माथिबाट चेन्ज गरेको। अनि मैले के गरे भन्दाखेरि यो त त्यही कुरा त लेखा हुने हैन र। यो कुरा त्यही कुरा लेखा हो। मलाई के चाहियो भन्दाखेरि R को भ्यालु चाहियो नि त। म यहाँ के गर्छु हेर है, R को भ्यालु चाहियो भनेपछि म यहाँ के गर्छु R/R = L1/L2 - 1 गर्छु। अर्थात् यहाँबाट R भनेको कति आएर है R टाइम्स L1/L2 - 1 आयो के। मलाई चाहिएको रिलेसन नै यही हो।
यही रिलेसन मलाई चाहिएको हेर है, सिम्पल छ, केही गाह्रो छैन है। अब तिमीहरूले बुझ्यौ हेर है, हामीलाई ई र भी भने कहिले पनि थाहा हुँदो रहेछ डाइरेक्टली, त्यही भएर हामी के युज गर्दैछौँ त्यसको ठाउँमा एल र L1 र L2 युज गर्दैछौँ कि यो लेन्थ थाहा हुन्छ नि हामीलाई होइन र, हेरेर थाहा हुन्छ नि त। त्यही भएर हामीले यो जकी लिएर स्लाइड गर्दै गएको हो कि, यसबाट हामीलाई L1 र L2 आउँछ नि त। अनि यहाँ तिमीले रेजिस्टेन्स बक्स किन युज गर्यो हेर ती, यहाँ आर आइरहेको नि त। अब यो आर भने यो रेजिस्टेन्स बक्स, यो सिम्पल यो एउटा कुरा भयो, यहाँ बुझ। यो आर भनेको चाहिँ तिम्रो होइन, यो सानो आर भनेको चाहिँ इन्टरनल रेजिस्टेन्स भयो है, यो आर भनेको इन्टरनल रेजिस्टेन्स भयो है। इन्टरनल रेजिस्टेन्सलाई हामीले होइन सर्किटमा लिँदैनौँ कि। अब यो यस्तो लाग्ला फेरि यो सिरिजमा छ अनि यो आर भनेको तिम्रो प्यारलमा छ अनि भनेर त्यो गर्लौ, त्यो होइन। यो आर भने यो ई भित्रै हुन्छ क्या, यो आर भनेको चाहिँ यही रिलेसनभित्र यही रिलेसनमा आएको हुन्छ क्या, त्यो भनेको चाहिँ बुझ्यौ। अनि यो आर भनेको चाहिँ तिम्रो के हो भन्दाखेरि होइन यो आर हो भयो क्या, बुझ्यौ। सिम्पल यो कुरा भयो ल। अब यो कुरा भइसकेपछि तिम्रो यो रिलेसन आउँछ क्या, ठिक छ। यति कुरा बुझे भन ल, बोल त ल। यति कुरा तिमीलाई डिराइभ गर्न सक्नुभयो क्या, यो एउटा कुरा भयो ल, यो एउटा कुरा भयो। अब यसमा इम्पोर्टेन्ट सोध्ने भयो एउटा सेन्सिटिभिटीको कुरा नि छ होइन, त्यो म तिमीलाई क्वाड गर्दाखेरि गराइदिन्छु त्यसको बारेमा डिटेलमा भन्नुपर्छ। अहिले यहाँनिर टाइम पनि गइरहेको रहेछ होइन, तिमीलाई सिम्पल त्यो त्यसमा भनिदिन्छु है। अनि यो एउटा कुरा भयो, अरू भनेको सिम्पल छ क्या, त्यस्तो गाह्रो केही छैन हेर। यहाँ एउटा भनेको जुल्स ल अफ हिटिङ भन्ने छ है, म सर भनिदिन्छु ल, तिमीहरू आफै पढ्ने हो यो भनेको कुरा, म त्यस्तो धेरै त भन्दिनँ है। एउटा भनेको जुल्स ल अफ हिटिङ छ क्या, यहाँ हेर कसरी लेख्ने म भनिदिन्छु हेर। यहाँ एउटा जुल्स ल अफ हिटिङ छ है, एउटा जुल्स ल अफ हिटिङ भन्ने कुरा छ, जुल्स ल अफ हिटिङ भन्ने कुरा छ। कोही बेला सोध्नु सक्छ क्या यो किन हामी छोड्दिनु होइन, जुल्स ल अफ हिटिङ भन्ने छ है। यो भनेको त हेर ल, एच भनेको के हुन्छ, आई स्क्वायर आरटी हुन्छ नि त होइन र, आई स्क्वायर आरटी हुन्छ। यो एच भनेको के हो भन्दाखेरि हिट हो है, सुन है। एच भनेको हिट हो, आई भनेको करेन्ट हो, आर भनेको रेजिस्टेन्स हो, टी भनेको टाइम हो क्या। यसको मिनिङ के हो भन्दा तिम्रो एउटा वायर छ अरे होइन, एउटा वायर छ, यो वायरमा करेन्ट फ्लो मानौँ होइन, आई भन्ने करेन्ट फ्लो भयो अरे क्या। आई भन्ने करेन्ट फ्लो हुँदाखेरि यो वायरमा कति हिट प्रड्युस हुन्छ त, त्यो केले दिन्छ, यसले जुल्स ल अफ हिटिङले दिन्छ के। कसरी थाहा पाइन्छ हेर है, कति करेन्ट फ्लो भयो, आई भयो, यो वायरको रेजिस्टेन्स कति हो, आर भयो, अनि कति टाइमसम्म हामीले करेन्ट पठाएको त, त्यो के भयो, टी भयो क्या। त्यो रिलेसन कसले दिन्छ, एचले दिन्छ के। भनिसकेपछि तिम्रो एच केमा डिपेन्ड गर्यो हेर है, एच डाइरेक्टली प्रोपोर्सनल टु आई स्क्वायर हुने रहेछ। हिट चाहिँ होइन, हिट इन अ जुल क्या, मतलब हिट इनर्जी इन अ जुल भन्ने क्या। हिट चाहिँ केमा डिपेन्ड गर्दो रहेछ, करेन्टको स्क्वायरमा डिपेन्ड गर्दो रहेछ, एउटा पोइन्ट भनेको होइन, एउटा पोइन्ट भन्दाखेरि डिपेन्ड गर्दो रहेछ। अर्को हिट केमा डिपेन्ड गर्दो रहेछ हेर है, रेजिस्टेन्समा डिपेन्ड गर्दो रहेछ। अर्को हिट केमा डिपेन्ड गर्दो रहेछ, हिट इनर्जी केमा डिपेन्ड गर्दो रहेछ, टाइमसँग डिपेन्ड गर्दो रहेछ क्या। त्यही यति कुरा तिमीले डिस्क्राइब गर्न सक्नु पर्यो क्या, बुझ्यौ। हेर त ल, तिमीले होइन एक्सपेरिमेन्टल भेरिफिकेसन अफ जुल्स ल यो छ क्या सिलेबसमा, त्यही भएर भनिदिन्छु हेर है। फर्स्ट ल के छ हेर है, फर्स्ट ल भने यो होइन र, यो होइन हेर है, एच चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु आई स्क्वायर भयो है। तिमीहरू सर पढ्नु सक्छ, यो त्यस्तो गाह्रो केही छैन, तिमीले बुझ्छौ है। अनि अर्को भने के छ हेर है, सेकेन्ड ल, एच चाहिँ प्रोपोर्सनल टु के हुन्छ, आर हुन्छ नि होइन, एच इक्वल टु आई स्क्वायर आरटी भयो, आई स्क्वायर आरटी भयो। अन्तिममा छोड्दै पनि हुन्छ कि यो नपढे नि हुन्छ, त्यही बुझिराखेन आयो भने लेख्न सक्ने भएर जाउँ न है। अनि अर्को थर्ड ल के हेर है, एच इ प्रोपोर्सनल टु टाइम भयो क्या। अनि यो पुरैलाई कम्बाइन गर्दाखेरि के आउँछ, एच इक्वल टु के आउँछ, आई स्क्वायर आरटी आउँछ क्या। यो भने जुल्स ल अफ हिटिङ भयो ल, तिमीहरू पढ ल सर र कसरी लेख्ने थाहा हुन्छ क्या। यो चाहिँ एक्सपेरिमेन्टल गर भनेरको टपिक हो होइन, हेर है, एक्सपेरिमेन्टल भेरिफिकेसन अफ जुल्स ल हो होइन, कोही बेला सोधिन सक्छ कि है। सिम्पल यो कुरा थाहा पाइराख न, यो एउटा कुरा भयो ल। अनि अर्को हेर है, अर्को तिमीले एउटा कुरा बुझ्नुपर्छ क्या, सुपर कन्डक्टर भन्ने कुरा बुझ्नुपर्छ एउटा होइन, अनि अर्को भनेको पर्फेक्ट कन्डक्टर भन्ने कुरा बुझ्नुपर्छ कि। अनि यसको डिफ्रेन्स आउन सक्छ एक्जाममा, यसको डिफ्रेन्स एक्जाममा आउन सक्छ। यसको यो नि सजिलो छ हेर है, यो पनि सजिलो छ क्या, यसमा त्यस्तो गाह्रो भन्ने कुरा केही छैन हेर है। सुपर कन्डक्टर भने के हो मलाई भन त ल, कसैलाई थाहा छ सुपर कन्डक्टर भने के हो, थाहा होला नि कसैलाई सुपर कन्डक्टर भने थाहा भन त ल। रेजिस्टेन्स नेग्लिजिबल भएको सुपर कन्डक्टर भन्छ हो। हेर त यहाँ के लेखेको छ हेर है, गुड है। सुपर कन्डक्टर आर दोस मटेरियल ह्याभिङ के हो हेर है, जेरो इलेक्ट्रिकल रेजिस्टेन्स भनेको छ है, जेरो इलेक्ट्रिकल रेजिस्टेन्स भनेको छ क्या। यो भने तिमीले बुझ्छौ यो कुरा भने के हो, इलेक्ट्रिकल रेजिस्टेन्स जेरो भयो भने हुन चाहिँ के फाइदा हुन्छ हामीलाई भन त यसबाट, म्याक्सिमम करेन्ट फ्लो हुने भयो होइन, म्याक्सिमम करेन्ट फ्लो हुने भयो, हिट पनि के हुने भयो, कम प्रड्युस हुने भयो कि नै, बुझ्यौ। यो एउटा थ्योरेटिकल कन्सेप्ट हो कि। अनि एउटा ग्राफ हुन्छ र एउटा ग्राफ हुन्छ, एउटा ग्राफ के हुन्छ भन्दाखेरि होइन, यहाँ यो तिमीले पढ्न सक्छौ होइन। यहाँ यो ठ्याक्कै के भने हुन्छ भन्दाखेरि नर्मल मेटलहरूको त रेजिस्टेन्स हुन्छ नि त, नर्मल मेटलको रेजिस्टेन्स हुन्छ, मतलब नर्मल कन्डक्टरको त रेजिस्टेन्स हुन्छ नि त। त्यसकोमा चाहिँ के हुन्छ भन्दाखेरि टेम्परेचरसँग रिलेसन हो क्या, टेम्परेचर र रेजिस्टेन्सको रिलेसन हो के, बुझ्यौ। टेम्परेचर र के को रिलेसन हो, यो रेजिस्टेन्सको रिलेसन हो। यो ग्राफ तिमीले देखाएको छौ कतै,
यहाँ 4.2 केल्भिन भन्ने कुरा आउँछ। देखाएको छ यो ग्राफ कति तिमीहरूले? भन त ल। यो भनेको चाहिँ हैन यहाँ हेर न यहाँ लेखेको छ क्या इलेक्ट्रिकल रेजिस्टेन्स र हैन भाइ बहिनी हो टेम्परेचरको रिलेसन हो क्या यो भनेको चाहिँ के हुन्छ भन्दाखेरि तिमीहरूको हैन एउटा यस्तो कुरा हुन्छ के हाम्रो नर्मल मेटलमा चाहिँ के हुन्छ भन्दाखेरि जब तिमीले टेम्परेचर कम गर्दै गयो नि टेम्परेचर कम गर्दियौ भने रेजिस्टेन्स पनि के हुन्छ कम हुँदै 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 जान्छ तर कम्प्लिटली जेरो हुँदैन है नर्मल मेटलमा ठीक छ। अनि तिम्रो सुपर कन्डक्टर भनेको एउटा मर्करी मानौँ रे है सुपर कन्डक्टरमा चाहिँ के हुन्छ अरे भन्दाखेरि जब तिमीले यताउन टेम्परेचर डिक्रिज गर्नु हो नि त जब तिमीले टेम्परेचर डिक्रिज गर्दै गर्दै जान्छौ नि त गर्दै जान्छौ एउटा यस्तो टेम्परेचर आउँछ जुन पोइन्टमा के हुन्छ अरे भन्दाखेरि रेजिस्टेन्सको भ्यालु के हुन्छ अरे वात्ता घटेर जेरो भइन्छ अरे क्या यो थ्योरेटिकल कन्सेप्ट हो क्या त्यसलाई हामी के भन्छौँ सुपर कन्डक्टर भन्छौँ क्या। हेर न यो रेजिस्टेन्सको एक्सिस भयो हैन यो टेम्परेचरको एक्सिस भयो हैन तिम्रो हेर न टेम्परेचर यो टेम्परेचर यता आउनु भने घट्नु होइन र रेजिस्टेन्स यता आउनु भने घट्नु होइन र नर्मल मेटलमा के हुन्छ अरे भन्दाखेरि टेम्परेचर घटाउँदै जाँदाखेरि रेजिस्टेन्स पनि घट्दै 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 आउँछ अरे अनि टेम्परेचर जेरो हुँदा पनि रेजिस्टेन्स जेरो हुँदैन अरे के नर्मल मेटलमा। तर सुपर कन्डक्टरमा के हुन्छ अरे भन्दाखेरि रेजिस्टेन्स घटाउँदा के अरे टेम्परेचर घटाउँदा पनि रेजिस्टेन्स घट्दै घट्दै आउँछ अरे अनि एउटा यस्तो टेम्परेचर आउँछ नि त्यो टेम्परेचर आइसकेपछि के हुन्छ अरे भन्दाखेरि त्यो सुपर कन्डक्टरले आफ्नो रेजिस्टेन्स एकदम वात्तै घटाइन्छ अरे क्या। हेर न यहाँ यसमा एउटा भ्यालुको टेम्परेचर थियो अनि त्यही एउटा यो टेम्परेचरको लागि एउटा रेजिस्टेन्स थियो नि त अनि त्यही रेजिस्टेन्सको लागि हेर त ल त्यही टेम्परेचरको लागि रेजिस्टेन्स चाहिँ जेरो हो नि त यो भनेको वात्ता घटायो नि होइन र भनिसकेपछि यो सुपर कन्डक्टर भनेर एउटा यस्तो डिभाइस हो जसले चाहिँ होइन क्रिटिकल टेम्परेचर आइसकेपछि आफ्नो रेजिस्टेन्स के हुन्छ के गरिन्छ भन वात्ता डिक्रिज गरिन्छ अरे क्या बुझ्यौ। त्यसैलाई हामी के भन्छौँ भन्दाखेरि सुपर कन्डक्टर भन्छ त्यो डिभाइसलाई। यहाँ तिमीले पढ्न सक्छौ त्यही कुरा लेखेको छ त्यही कुरा लेखेर तिमीले ठ्याक्क पढ्न सक्छौ ल यो ग्राफ पनि बुझिराख है त हुन्छ। यहाँ रे द फिनोमिनन अफ डिसअपियरेन्स अफ अ इलेक्ट्रिकल रेजिस्टेन्स अफ अ मटेरियल बिलो द क्रिटिकल टेम्परेचर इज कल्ड सुपर कन्डक्टिभिटी होइन यो कन्डक्टिभिटी भयो द मटेरियल अफ द स्टेट इज कल्ड सुपर कन्डक्टर भयो क्या बुझ्यौ भर्खर कुरा बुझ्यौ नि। सुपर कन्डक्टर भनेर एउटा यस्तो डिभाइस हो टेम्परेचर घटाउँदै जाँदाखेरि के हुन्छ अरे भन्दाखेरि टेम्परेचर घटाउँदै जाँदाखेरि रेजिस्टेन्स पनि घट्दै घट्दै जाने भयो अनि एउटा यस्तो टेम्परेचर आयो जसलाई हामी के भन्छौँ क्रिटिकल टेम्परेचर भन्छौँ त्यो टेम्परेचर मुनि चाहिँ के हुन्छ भन्दाखेरि त्यो डिभाइसले होइन वात्त रेजिस्टेन्स के भन्छ घटाइन्छ क्या त्यो भने के हो सुपर कन्डक्टर भयो क्या त्यो भने के हो मर्करी भयो ल यो एउटा मर्करी भयो यो एउटा कुरा भयो। अनि पर्फेक्ट कन्डक्टर भने के हो हेर है यो भने के हो भन ल पर्फेक्ट कन्डक्टर भने के हो भन अ कन्डक्टर इज एन इलेक्ट्रिक यहाँ हेर न अ पर्फेक्ट कन्डक्टर इज एन इलेक्ट्रिकल कन्डक्टर विथ नो रेजिस्टिभिटी भने क्या विथ नो रेजिस्टिभिटी भने है हेर है रेजिस्टेन्स र रेजिस्टिभिटी भने फरक कुरा हो है यो रेजिस्टिभिटी भनेको एउटा रेजिस्टरको प्रोपर्टी हो के जुन यो रेजिस्टेन्स भन्ने कुरा चाहिँ रेजिस्टिभिटी के अरे यो रेजिस्टिभिटी भन्ने कुरा रेजिस्टेन्स डिपेन्ड गर्दैन के यो कुरा बुझिराख। अनि त्यही कुरा भनेको क्या नो रेजिस्टिभिटी भनेको क्या बुझ्यौ। अब यहाँ डिफ्रेन्ट बिट्विन छ तिमीले सरल पढ्न सक्छौ ल त्यस्तो गाह्रो केही छैन होइन यो कोही बेला सोधिन सक्छ के सिम्पल तिमीले के बुझ भन्दाखेरि पर्फेक्ट कन्डक्टर भनेर एउटा यस्तो कन्डक्टर हो जसको रेजिस्टिभिटी के हुन्छ जेरो हुन्छ तर सुपर कन्डक्टरमा के हुँदो रहेछ रेजिस्टेन्स चाहिँ जेरो हुँदो रहेछ डिफरेन्स बुझ्यौ। सुपर कन्डक्टरमा रेजिस्टेन्स चाहिँ जेरो हुँदो रहेछ तर पर्फेक्ट कन्डक्टरमा के हुन्छ रेजिस्टिभिटी भन्ने कुरा जेरो हुन्छ क्या। यहाँबाट आउँछ नि हेर न आर इक्वल टु रो एल बाई ए भन्ने त देखायो नि यो भनेर रेजिस्टेन्स भयो के यो रो भनेको रेजिस्टिभिटी भयो क्या बुझ्यौ त्यही कुरा हो क्या सिम्पल छ त्यही कुरा हो गाह्रो छैन तिमीले सर हेर्नु अनि डिफरेन्स पनि हेर्नु ल है त यति गरौँ यार आजको लागि है।